त्यो महेन्द्र पुलको रसभरीको स्वाद कस्तो थियो? महेन्द्र पुलको रसभरीको स्वाद कति अरे? 3 लाख? होइन त्यस्तो होइन नि सर, के भन्नुभयो? 1.5 लाख? नागरिकता सिफारिस पनि छैन। जन्म दर्ता पछि उहाँको अनप्रोसेस छ के? अनप्रोसेस छ। मिलो मटोको सचिवलाई ल्याउनुस् न अहिले। म यो हेर्नै जान्न, मसँग टाइम पनि छैन भनेर तपाईहरु यहाँ ढोका थुनेर मिटिङ गर्ने तपाईहरु अहिले मलाई सोध्नुहुन्छ? म एउटा पीडित महिलालाई सोध्नुहुन्छ? घुस उठाइदिने मान्छे हो तपाईँ, यहाँ घुस उठाइदिनको लागि बस्नु भएको हो। 100 जना मान्छे म एउटा गलत छु भन्ने मान्छे लिएर आउनुस्, म अहिले राजीनामा दिन्छु। तपाईँ बिचमा बसेर सचिव र उहाँको मिडिएटरको रूपमा तपाईँ एकदम गलत कुरा गर्नुभयो के सर। टिटिङ भन्नुभयो बा 3 लाख त म त नसक्ने, के गर्ने होला, नबनाइ पनि भए छैन सर। होइन सुन्नु मैले मलाई म गरिदिन्छु भनेको स्वीकार गर्दिनँ भने होइन, तर मसँग अहिले फेरि त्यति पैसा नभएर अब त्यति 3 लाख भन्नुहुन्छ, के गर्ने कसो गर्ने। 1.5 लाख रुपियाँमा बनाउने भनेर दोस्रो पटक डिल गर्नुभयो। अब 50,000 भन्दा दिन सक्दिनन् भन्ने छ, के गर्ने भनेपछि म आफैले कुरा गर्छु भन्नुभयो। लाज मानुस् थोरै। लिएको छैन सर, म हजुरसित लिनुभयो भने मैले छैन भनिसकेपछि उहाँले चाहिँ फेरि 1.5 लाखमा चाहिँ जन्मदर्ता लिएर जानु। त्यो तपाईँको प्राइभेट प्रपर्टी हो, यो तपाईँको घरमा आएको हो, तपाईँको प्राइभेट प्रपर्टी हो, यो सरकारी सम्पत्ति होइन। मैले त्यो शब्द मैले भनेकै छैन, भन्दै नभनेको शब्द उहाँले नागरिकताको सिफारिस तपाईँ माथि पनि बुझाउनु पर्छ भन्नुहुन्छ सचिवले। माथि पनि उहाँले माथि भन्नुभएको छैन, डाइरेक्ट अध्यक्षज्यू मान्नु भएन। 3 लाख रुपियाँ माग गरेका सचिवले बेलुका तपाईँसँग के भने? 50,000 मा सक्दिनँ भने? त्यस्तै भन्नुभयो उहाँले। 50,000 मा सक्दिनँ भन्नुभयो। सक्दिनु भन्नुभयो। हामीले चाहिँ अब त्यो 50 भन्छ बढायो भने 10 जति बढाउनु, नत्र नि अब गरी उसले हो होइन जसरी। हजुर त्यही कारण चाहिँ अब कसरी मिलाएर गर्छु मलाई गाह्रो छ। अब तपाईँ यहाँ यस्तो कुर्सीमा आइसकेको मान्छेले एउटा समस्या लिएर जनता आइसकेपछि तपाईँले पैसा उहाँले मलाई सुरुमा 2 लाख रुपियाँ दिन्छु भनेर भन्नुभयो। तपाईँले यत्रो मोबाइल कहाँ राख्नुहोस् भन्नुहुन्छ, झोला कहाँ राख्नुहोस् भन्नुहुन्छ, कहाँ टौटक्याउने भन्नुहुन्छ, हेर्न दिनुहुन्छ मलाई? तपाईँकै अफिसको सिसिटिभी हेर्न दिनुहुन्छ? सिसिटिभी अब मैले त्यो केही गरेको छैन सर। अब त मैले गण्डकी छड्के विथ अपिल त्रिपाठीको साथमा मेरो विश्वास सधैँ नेपाल फर्निचर, ढुक्क वर्षौं वर्षलाई। सस्तो र भरपर्दो सेवाको लागि सधैँ र सदैवको लागि अष्टाङ्ग आयुर्वेद हस्पिटल। नमस्कार, गण्डकी छड्के विथ अपिल त्रिपाठीमा स्वागत छ। मेरो नाम अपिल त्रिपाठी हो। यो कार्यक्रम हरेक शुक्रबार राति 9 बजे पब्लिक टेलिभिजनमा प्रसारण हुन्छ। भ्रष्टाचारको अखडा, भ्रष्टहरूको अड्डाको रूपमा जनमानसमा आफ्नो पहिचान बनाइरहेको पोखरा महानगरपालिकाको विषयमा केही हप्ता त रिपोर्टिङ नगरौँ भन्यो, सुखै छैन। पोखरा महानगरपालिका वडा नम्बर 3 का वडा सचिवले एकजना सेवाग्राहीको छोरीको जन्मदर्ता प्रमाणपत्र तथा नागरिकता सिफारिसको लागि एकमुष्ट रकम रु 3 लाख रुपियाँ मात्र, घुस रकम रु 3 लाख मात्र, घुस रकम नगद रु 3 लाख मात्र माग गरेको विषयमा आजको कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्न गइरहेका छौँ। पोखरा महानगरपालिका वडा नम्बर 3 को वडा कार्यालयमा एकजना महिला सेवाग्राही आफ्नो छोरीको जन्मदर्ताको प्रमाणपत्र लिनको लागि पुग्छिन्। त्यसभन्दा अगाडि उनले 5-6 वर्षसम्म जिल्ला अदालत कास्की र उच्च अदालत पोखरामा आफ्ना विभिन्न पारिवारिक मुद्दाहरू खेप्दै, झेल्दै र जित्दै आइरहेकी थिइन्। ती मुद्दाहरूका अनुसार छोरीसँग र उनका श्रीमानसँगको नाता प्रमाणित, माना चामल लगायतका मुद्दाहरूमा त्यो स्थापित भइसकेको थियो र अदालतले उनको पक्षमा फैसला गरिसकेको थियो। त्यसपछि छोरीको जन्मदर्ताको प्रमाणपत्र लिन जाँदा वडा सचिवले नै 3 लाख रुपियाँ घुस मागेको भन्दै केही प्रमाणहरू समेत लिएर सेवाग्राही हाम्रो कार्यालयमा आइसके पछाडि यस हप्ताको गण्डकी छड्केको विषयवस्तु सुरुवात हुन्छ रिपोर्टिङको लागि। यो प्रकरणमा वडा सचिवले घुस रकमको बाँकी डिल गर्नको लागि विकास पुन नाम गरेका अर्का एकजना कर्मचारीलाई लगाएको देखिन्छ। त्यसपछि सेवाग्राहीले हामीसम्म ल्याइपुगेका केही प्रमाणहरू, त्यसमा कर्मचारीले गरेका चतुर्याई, खास गरी एकजना चतुर वडा सचिव, त्यसपछि यो रिपोर्टिङको क्रममा सङ्कलन भएका अन्य तथ्यगत केही प्रमाणहरू क्रमैसँग प्रस्तुत गर्दै जानेछौँ। सबैभन्दा पहिला 3 लाखको वडा नम्बर 3 को 3 लाखको, महानगरपालिकाको वडा नम्बर 3 को 3 लाखको यो घुस काण्ड के हो र कसरी यो घुस काण्ड
यहाँसम्म आइपुगेको छ। सबैभन्दा पहिला सेवाग्राहीलाई तपाईँ समक्ष पेश गर्दैछौँ, सँगसँगै केही तथ्य प्रमाण पेश गर्दैछौँ। त्यसपछि हामी 3 नम्बर वडा कार्यालयको 3 लाख घुस काण्डको विषयमा रिपोर्टिङ गर्नको लागि स्थलगत रूपमा वडा कार्यालयमा पुग्छौँ। त्यसपछि सम्बन्धित व्यक्तिहरू र सम्बन्धित निकायहरूसम्म पुग्छौँ। सबैभन्दा पहिला विषयको सुरुवात सेवाग्राहीबाट गरौँ। 3 नम्बरको 3 लाख काण्ड यहाँबाट हेर्नुहोस्। नमस्कार, स्वागत छ यहाँलाई। तपाईँको नाम के हो? हजुर नमस्कार, मेरो नाम मीरा पुन। के भएको समस्या? तपाईँ के कामले जानुभएको थियो वडा कार्यालयमा? के समस्या भयो भन्नुहोस् त। मेरो समस्या भनेको बच्चाको जन्म दर्ताको लागि वडामा गएको, हुन सकेन। धेरै के कारणले हुन सकेन? उहाँहरूले चाहिँ मलाई चाहिँ अलिकति घुसपेटी मागेर त्यो कारणले चाहिँ झुलाइदिइराख्नु भएको छ। घुस माग्नुभयो तपाईँसँग? कसले? हजुर म मोहन ढुङ्गाना सरले चाहिँ सचिव सरले। वडा सचिव मोहन ढुङ्गानाले तपाईँसँग घुस मागे? कति मागे? 3 लाख माग्नु भएको छ। 3 लाख माग्नु भएको छ। के भएर घुस दिनु पर्यो? के भन्छन् उनी? के हो खास कुरा चाहिँ? के कारणले डकुमेन्टहरू पुगेन, के कारणले भयो यताउति भन्दा चाहिँ उहाँले सबै डकुमेन्ट पुरा छ, पोजिटिभ छु म, नेगेटिभ छँदै छैन। के अरे तपाईँले चाहिँ हामीलाई चाहिँ बच्चाको जन्म दर्ता अनि सिफारिस अनि नागरिकताको सहितको चाहिँ 3 लाख भन्नुभयो र। 3 लाख, यो 3 लाखमा सबै काम गरिदिने? जन्म दर्ता अनि नागरिकताको सिफारिस सहित 3 लाखमा गरिदिने भन्न वडा सचिवले भन्छन्। नागरिकताको सिफारिस त वडा अध्यक्षले गर्ने हो, त्यसको पनि पैसा मागेछन् उनले? हजुर माग्नु भएको छ। वडा अध्यक्षले त कुरा गरेका छैनन् पैसा चाहिन्छ भनेर? वडा अध्यक्षले चाहिँ कुरा गर्नुभएको छैन। अनि एकचोटि फाइल लिएर जाने क्रममा चाहिँ रुमभित्र गइसकेपछि सचिव सरले उहाँ आउनुभएको छ, एकचोटि हेरिदिनु सर, फाइल हेरिदिनु, पल्टाएर कुरा बुझ्नु, जन्म दर्ता मात्रै हो। उहाँ जिल्लादेखि उच्चदेखि सबै नाता कायम भएर आउनुभएको छ भनेर भन्नु बित्तिकै मेरो नाम मीरा गर्बुजा पुनको फाइल भन्नु बित्तिकै उहाँले म यो फाइल हेर्नै चाहन्न, यो फाइल चाहिँ तपाईँको 3-4 वर्ष भइसक्यो, मैले पहिला पनि हेरिसकेको छु, म यो फाइल हेर्नै चाहन्न भन्नुभयो। अनि एकचोटि हेरिदिनु न सर भन्ने क्रममा चाहिँ तपाईँ बाहिर गइहाल्नु हो, गइहाल्नु भन्नुभयो। बाहिर लखडिदिनु भयो। सचिव र वडा सरले चाहिँ ढोका थुनेर के सल्लाह गर्नुभयो। धेरै पछि चाहिँ अनि म यो काम गर्न सक्दैन, म एकदम बिजी छु, म यस्तो काम लिएर आउनुहुन्छ भन्दै सचिवसँग चाहिँ अलिकति डिस्कस गरेको, झगडा गरेको बाहनाले चाहिँ उहाँ चाहिँ फ्याट्टै निस्किहाल्नु भयो। 3 लाख दियो भने चाहिँ मिल्छ भनेर वडा सचिवले भन्छ? हजुर, सचिवले चाहिँ 3 लाख दियो भने तपाईँको जन्म दर्ता अनि त्यो सिफारिस अनि नागरिकता 3टाको। तपाईँको जन्म दर्ता बन्नुपर्ने हो कि होइन त? तपाईँको फाइलमा समस्या छ कि छैन त? होइन सर, मेरो त जिल्लादेखि पनि फैसला भइसकेको छ, नाता कायम भएर आएको छ, अनि उच्चमा पनि नाता कायम भएर आएको छ। अझै केही रोकटोक छ कि कुन छ? तपाईँले एकचोटि केही रोकटोक भयो भन्नु, डकुमेन्ट पुरा नभए भन्नु, म जुटाउँछु। अनि नभएको खण्डमा चाहिँ के पुगेन भनिदिनुहोस्, नभए बनाइदिनुपर्छ भन्ने। नाता कायम भएको कुरादेखि लिएर अन्य जो कुराहरू छन् ती अदालतबाट नै प्रमाणित भएका कुराहरू छन्? हजुर, सबै ठिक छ। तपाईँले चाहिँ एउटा फोन रेकर्ड रहेछ, यहाँ फोन रेकर्डमा चाहिँ के सुनिन्छ भनेर भन्दाखेरि मसँग त्यत्रो पैसा भएन, 3 लाख रुपियाँ भएन भनेर तपाईँले भनेको सुनिन्छ। त्यसपछि वडा सचिवले चाहिँ मैले गर्दिनँ भनेको छैन, के अरे काम गरिदिन्छु भनेकै छु भन्न भनेका छन्। के हो यो कल रेकर्डले चाहिँ के भन्छ? कसरी कुरा गरेका उनीहरूले? कतिसम्म गर्नु सक्नुहुन्छ त नि भन्ने कुराहरू भयो थियो। अनि फोनमा चाहिँ भन्नुहुन्न पोजिटिभ छ, म गरिदिन्छु, तपाईँको काम एकदम कुनै पनि कमी कमजोरी छैन, डकुमेन्टहरू सबै पुरा छ भन्नुहुन्छ। तर लुकीछुपी भेट्न बोलाउनुहुन्छ। भेट्ने क्रममा चाहिँ उहाँले चाहिँ त्यति 3 लाखमा चाहिँ त्यति बन्छ, नभए थोरै पैसामा त्यही जन्म दर्ता मात्रै गरेर जानुहोस्। फोनमा कुराकानी गर्दैनन् उनी? फोनमा घुसको कुरा, पैसाको कुरा गर्दैनन्? ठ्याक्कै गर्दैनन्? गर्नुहुन्न। उहाँले बोलाएको लोकेसनमा गएर यो अफिस टाइम पछि चाहिँ मलाई चाहिँ डिल गर्नुहुन्छ। अनि तपाईँको अफिसमा धरि वडाको 3 नम्बर वडामा धरि मेरो फोन लगेर उहाँले काउन्टरमा, आफ्नो काउन्टरमा राख्नुहुन्छ। अनि पछ्यौरामा केही कानतिर केही छ कि अनि पछ्यौराहरू खोल्ने इसाराले गर्नुहुन्छ। अनि ब्यागहरू अरू म फोन छ कि भनेर इसारा दिनुहुन्छ वडामा चाहिँ। अनि फोन चाहिँ हाकै त्यहाँ हेरे पनि हुन्छ, उतै लगेरै राखिदिनुहुन्छ मेरो फोन। अनि लगेर उता राख्छन्? तपाईँसँग कुरा गर्नुभन्दा पहिला फोनै लगेर राख्छन् रेकर्ड गर्छ भनेर। अनि फोन गर्दाखेरि फोनमा पैसाको कुरै गर्दैनन्? कानतिर पनि केही लगाएको छ, डिभाइस लगाएको छ कि भनेर भन्छन्? कहाँ डिल गर्छन् त तपाईँसँग? मलाई चाहिँ यो माडबाडी भन्ने रेस्टुरेन्ट, मलाई त त्यति थाहा थिएन, माडबाडी अनि बोलाउनु भयो, त्यहाँनिर चाहिँ डिल हुन्छ।
महेन्द्रपुलको मारवाडीमा अफिस टाइम सकेपछि तपाईँलाई बोलाए, कति समय त्यहाँ बस्नुभयो? त्यहाँ त तपाईँको सबै पसलहरू बन्द भइसक्यो थियो, तल ओर्लिने त्यो मारवाडी मात्रै बन्द हुनु बाँकी थियो एकदम। कुरा गरे त त्यत्रो समयसम्म? उहाँले चाहिँ 3 लाखको कुरा गर्नुभयो, तर मुखले भन्नु भएन, मोबाइलमा चाहिँ क्यालकुलेटरमा चाहिँ यति भन्नुभयो। अनि मैले चाहिँ सक्दैन सर, मसँग छैन। खाजाहरू प्याकिङ गरेर पनि लयो भन्दै हुनुहुन्थ्यो होइन? चाट के धेरै खानुभयो, कति जति चाहिँ खोज्न सक्नुहुन्छ कन्ट्याक्टमा रहिरहनु भन्नुभयो। अनि ल त नि भनेर ओर्लिने क्रममा चाहिँ तल आएपछि मलाई केही सगुन छैन यताउति भन्नुभयो। मसँग केही छैन सर, मसँग केही छैन भनेर मैले के दिन्छ नि सर, मसँग यस्तो दुःख परेर यसरी आएको, मिठाई सिठाई लान्छु म घर भन्ने कुरा गर्नुभयो। 1 कासा नै मिठाई बोक्नुभयो। मिठाईको बिल मात्रै 3100 तिर्नुभयो त्यहाँ देउराली मारवाडीमा? हजुर हजुर। त्यसैले सबैभन्दा पहिला हामी उहाँको र 3 नम्बरका वडा सचिवको बिचमा भएको एउटा टेलिफोन संवाद सुनाउँदैछौँ, जहाँ उहाँले 3 लाख रुपियाँ म सक्दिनँ, त्यत्रो पैसा मसँग छैन, मलाई त टेन्सन भयो, काम पनि गर्नु छ, त्यत्रो पैसा छैन, त्यत्रो पैसा माग्नुभयो तपाईँले भन्दाखेरि वडा सचिवको जवाब छ कि मैले काम गर्दिनँ भनेको छैन के अरे, मैले काम गर्दिनँ भनेको छैन के अरे भनेर भन्छन्। यसको मतलब हुन्छ त्यो पैसा तपाईँले ल्याएपछि म काम गर्छु। उनले यदि पैसा नलिनु थियो भने, होस् नमागेका हुन्थे भने तपाईँले 3 लाख रुपियाँ माग्नुभयो, त्यत्रो पैसा मसँग छैन भनेर भन्दाखेरि मैले कहाँ पैसा मागेँ, मैले कहिले पैसा माग्दै, कुन पैसा मागेँ भनेर उनले प्रश्न गर्न सक्थे। तर उनले त्यसो गर्दैनन्, मैले काम गर्दिनँ भनेको छैन के अरे भनेर भन्छन्। अर्को ठाउँमा त्यो तपाईँको कुरा भयो, तपाईँले जान्ने कुरा भयो, म त पोजिटिभ नै छु भनेर भन्छन्, जहाँबाट प्रष्ट रूपमा उनको नियत देखिन्छ। यो अडियो रेकर्ड सबैभन्दा पहिला हेर्नुहोस्। हेलो हजुर नमस्कार सर। तपाईँको फोन उठिरहन्छ त? म त बिरामी, त्यो खुट्टाको नसाको बिरामी चाहिँ उस गरिरहेको थिएँ हरियो खर्क। अनि नानीहरूले फोन आइरहेको थियो भन्थे, म त बिरामी भएर आएको थिएँ क्या, त्यही हरियो खर्कमा उपचार गरिरहेको छु, त्यही भएर। फोनै नउठेपछि त मैले क्यारेन्ज भेट्ने नि त, मलाई भेट्नु नसक्नु भइसक्यो त। हिजो अस्ति अगाडि बनाउनु लाग्यो, कामै फोनै उठेन तपाईँको। अब नबनाइ पनि भएन सर, बनाऊँ पनि नि अब पैसो त्यस्तै सर, खोज्दानी नपाउने, अब नबनाइ नि भएन। बनाऊँ भने नि तपाईँहरूले बाबै मेरो हैसियत अनुसार गर्नु भएन, धेरै हाई लेभलको गर्नुभयो, त्यत्रो 3 भन्नुभयो, 3 लाख त म त नसक्ने, के गर्ने होला, नबनाइ पनि भएन सर, साह्रै टेन्सन लाग्यो। होइन सुन्नु, मैले मलाई म गरिदिन्छु भनेको स्वीकार गर्दिनँ भने होइन? होइन सर, हजुरले गरिदिन्छु भन्नु त भएछ, तर मसँग अहिले फेरि त्यति पैसा नभएर अब त्यति 3 लाख भन्नुहुन्छ, के गर्ने कसो गर्ने, 3 लाख त भन्नुभयो। तर ठिक छ ओके नै भन्छु त म त। के हो मैले ओके भन्नुभन्दा म तपाईँले भनेको विषयमै म काम गर्छु त भनेपछि त मैले के भनेको? हजुर त्यति पनि पाइएन क्या सर, यहाँ खोज्दैछु, ठुलो बाबुलाई भनेछु, गाउँतिर पनि भन्न लगाएको छु। त्यो विषय तपाईँको कुरो भयो, मलाई अरू विषय कुरो होइन, मैले काम गरिदिन्छु भने। हजुर त्यो त भन्नुभएको छ, गर्दिन्न भन्नु त भएन, तर त्यही मैले बोलेको कुरा पनि त्यो पनि यहाँ अलिअलि खोज्दै यसो मिलाउँदैछु क्या सर गाउँतिर। हजुर उनी यति धेरै चतुर छन् कि फोनमा उनले कुनै पनि कुरा खुलाउँदैनन्, घुस मागेको कुरा प्रत्यक्ष उनले फोनमा गर्दैनन्। उहाँ जब कार्यालयमा जानुहुन्छ, कार्यालयमा जाँदाखेरि उहाँको, अब हामी कार्यालयमा जाँदैछौँ, यदि कार्यालयले चाह्यो भने उहाँ जाँदाखेरि ती वडा सचिवले के गर्छन् भन्ने कुरा त्यहाँको सिसिटिभीमा कैद छ। उहाँलाई कहाँ बस्न लगाउँछन्, कहाँ मोबाइल राख्न लगाउँछन्, मोबाइल लगेर कहाँ राख्छन्, यो सबै कुरा त्यहाँको सिसी क्यामेरामा रेकर्ड छ। यो सम्बन्धित निकायले चाह्यो भने एकछिनमा उनको नियत थाहा भइ नै हाल्छ। यो ज्याकेटको खोल्तीहरू पनि यसरी देख। हजुर त्यसो भएपछि बल्ल कुरा गर्न थाल्छन्। हजुर फोन राखेर कुराकानी गर्ने, फोन राख भन्ने चाहिँ कहाँ हो? त्यो कार्यकक्षमा हो कि बाहिर हो? त्यो फोन चाहिँ उहाँले नै लाने त उहाँकै कार्यकक्षमै हो। लिएर जानु? हजुर उहाँकै साइडमा लगेर राख्नु भएको छ। एक दिन चाहिँ दिनुभयो, आउने बेलामा एक दिन चाहिँ सर मेरो फोन भनेर अलिकति उठेर मैले फोन मागेर गएको पनि छ। त्यसपछि तपाईँलाई चाहिँ अर्को एउटा फोन रेकर्डमा, त्यसको यो फोन रेकर्ड यहाँ सुनाइहालौँ। अब उहाँले काम गर्ने उहाँले चाहिँ तपाईँले म पैसा 3 लाख भएन, म 1.5 लाख मात्रै दिन्छु पनि भन्नु भएन?
हजुर साह्रै नै भएन मैले चाहिँ म कानुनी रूपमै जानु पर्यो म चाहिँ अलिकति अरू न्यायहरू पनि छ नि त प्रुफ त निकाल्नु पर्यो त्यो कारणले चाहिँ मैले चाहिँ एउटा प्रुफ बनाउनको लागि हुन्छ त नि म 1.5 लाख चाहिँ गर्छु भन्ने कुरा गरेको थिएँ त्यसको लागि चाहिँ विकासलाई भेट्ने भनेको सुनिन्छ के हो यो कुरा चाहिँ मैले चाहिँ विकासलाई सबै कुरा भनेको छु सबै कुरा विकासले गरिदिन्छ विकासलाई चाहिँ मैले पठाएको मोहन ढुङ्गाना सर सचिवले पठाउनु भएको भनेर चाहिँ भेट्न आउनु भन्नुभएको छ सबै कुरा उहाँसँग गर्नु भनेको सुनिन्छ हजुर सबै कुरा उहाँ विकाससँग गर्नु भन्नु अर्को एउटा फोन रेकर्ड छ म काम गरिदिन्छु भनेर भन्छन् र सबै कुरा आएर विकासलाई भेट्नु विकास भनेको त्यहाँका जनप्रतिनिधि हुनु होइन विकासलाई आएर भेट्नु र सबै कुरा विकाससँग गर्नु भनेर उनले अर्को मान्छेलाई डिल गर्न अगाडि सार्छन् यो रेकर्ड हेर्नुहोस् तपाईँ तयारी गरेर आउनुहोस् है ए त्यो सही गर्ने मान्छेहरूलाई लिएर आउने लिएर हुनाले यहाँ आउनु जान्छ नि मैले त्यो भाइलाई यहाँ विकास भाइ छ क्या विकास भाइ चिन्नु तपाईँले चिन्छु हो तिनले सर्जिन गरिदिन्छ नि अनि त्यहाँदेखि तिमीलाई सबै कुरो त्यसले गर्नु होला क्या त्यसपछि तपाईँ वडा कार्यालयमा जानुभयो र वडा सदस्य विकासलाई भेट्नुभयो त्यसपछि के भयो त्यसो भएपछि उहाँले चाहिँ मैले चाहिँ कोसिस गर्छु सकभर कति चाहिँ भनौँ त नि माथि सचिवलाई गएर म कुरा राखिदिन्छु भनेर मलाई चाहिँ पटक कति मैले चाहिँ 3 लाख रुपियाँ मैले दिन सकिनँ उनले 3 लाख रुपियाँ घुस मागेका थिए वडा सचिवले तपाईँले भन्नुभयो ए त्यसो भए कतिसम्म दिन सक्छौ तिमीले कतिसम्म दिन्छौ भनेर भनिदिउँ वडा सचिवलाई भनेर विकासले भने हजुर त्यसपछि तपाईँले 50,000 सम्म सक्छु भन्नुभयो हजुर मैले चाहिँ 50,000 सम्म यताउति खोजखाज गरेँ भने गर्नु पर्ला त नि दाइ भने मैले चाहिँ 50,000 भनिदिनु भनेको अनि त्यसपछि चाहिँ हुन्छ त नि म सचिवलाई भेटेर कुरा गरेर बेलुकी कल गर्छु भन्नुभएको थियो उहाँ सरले त सुरुमा त काम हुन्छ तपाईँको त्यही 3 लाख भन्नुभएको थियो ए पैसा कति भन्नु भन्दा नि गछ अनुसार यसरी उ गरेर भएन अरू भन्नु नि हुन्थ्यो यो मलाई सर्जिन गर्दैन मैले सर्जिन गरिदिने हो हजुर उसले फेरि अगाएर बस्छन् अनि बिहान चाहिँ अनि बन्छ कि भन्न के हो सर यताउति भन्ने कुरामा चाहिँ बन्छ तपाईँको बन्छ विकास लाएर चाहिँ उसले भनेको बिहारलाई भनेर मलाई भनेर कतिसम्म दिनु सक्छ भनेर भनेको हो कि त्यसले मलाई तर म यतिसम्म दिन्छु सर यतिसम्म गरेर गरिदिन्छु भनेको भने म त्यो अनुसार भनिदिन्थेँ भन्ने कुरा हो पैसै छैन कति भन्ने के त्यही त नि हुन्छ अब तपाईँले यतिसम्म दिन्छु भन्छ भने म कुरा राखिदिन्छु हुन्छ भने नि हुन्छ भने न त नि मैले त के हुन्छ नि अब यतिमा तपाईँले गरिदिनुहुन्छ गरिदिनु न उनीहरूले त कानुन अनुसार के छ त्यो कुरा गरेर गर्न लाउँछ भनेर भनिदिन्छु कतिको भन्ने 50,000 भन्ने अब त्यही त लास्ट लोक दियो क्या भन्छ मान्छे मान्दैन म भन्न त भनिदिन्छु है म यतिसम्म भनेछ ल यतिमा हुन्छ कि हुँदैन भन्छु उसले मान्यो भने मान्दैन भने अब त्यसमा अलिकति थप बढाइदिनु भनेर भन्छु है म तपाईँलाई खबर गर्छु आज चाहिँ नबस्नु सजिलो भन्छु अब मैले नि अब गर्ने यतिमा गर्नु त भनेर भन्छु भन्न चाहिँ भएन नि अलिअलि थपिदिन्छु भनेर थप्यो भने उ गर्छु त्यसपछि उहाँले 50,000 मात्रै दिन सक्छु म त्यहाँभन्दा दिन सक्दिनँ भन्न भनिसके पछाडि ल म कुरा लगेर राखिदिन्छु वडा सचिवले के भन्छन् म वडा सचिवसँग कुरा गरेर बेलुका तिमीलाई फोन गर्छु भनेर बेलुका फोन आउँछ अनि बेलुका फोनमा के हुन्छ मैले भनेको 50 भन्दा बढी दिन सक्दैनन् उहाँको यत्रो केस लडिरहेछ पैसा पनि छैन उहाँ बहिनीसँग 50 गरेर काम गरिदिनु सर किन रोक्नुहुन्छ न तपाईँले रोकिदिनु भयो भने त यत्रो जिल्लाको उच्चको डकुमेन्टहरू छ उहाँ त बच्चाको लागि भए पनि अन्यत्र ठाउँमा जानु सक्नुहुन्छ नि चाह्यो भने त भन्ने क्रममा चाहिँ उहाँले चाहिँ अलि झर्केर चाहिँ के अरे म हुँदैन म मिरालाई नै भोलि भेट्छु म स्वयं मिरालाई भेट्छु भनेर फिर्ता पठाइदिएँ तर वडा सचिव चाहिँ मानेनन् 50,000 मा मानेनन् र म आफै तपाईँलाई भेट्छु भनेर तपाईँलाई विकासले भने हजुर त्यसरी अब यसको रेकर्ड हेर्नुहोस् केही कुराहरू भन्नुभयो सचिव सरले भनेको मैले अरू कुरा नै मैले यति भनेको होइन हजुर यति त हुँदैन भाइ यार म कुरा गर्छु तिमी रेडी गर भन्दै थियो सर्जिन गरिसकेँ मैले सबै रेडी भइसक्यो हजुर सर्जिन त रेडी भइसक्यो सबै हजुर भोलि एकपल्ट त्यसले भेट्छु भन्दै थियो कि त्यसले सचिवले मलाई भेट्ने रे त्यसो भन्दै थियो कि मैले त यति हो होइन भाइ योभन्दा सक्दैन अब पैसा नि छैन त्यसो उ गरेछ भन्दै चाहिँ मैले त यति गर्दै खै मलाई त थाहा भएन अब त्योभन्दा बढी माग्नुहुन्छ नि त अब उसले चाहिँ अब कानुन बाटो खोज्छु भनेर भन्दैछु मैले हजुर हामीले चाहिँ अब त्यो 50 भन्छ बढायो भने त्यो 10 जति बढाउनु नत्र म अदालतबाट के गर्नुपर्ने कहाँ जानुपर्ने हो भनेर त्यसो भन्दै हो नि हजुर
नत्र नि अब गर्ने उसले हो होइन जसरी हजुर त्यही कारण चाहिँ अब कसरी हुन्छ अलिक मिलाएर गरिदिनु मलाई नि गाह्रो छ अब मसँग केही छैन बाहिर गएर अब कमाइ छैन अब भन आफ्नो दुःख देखाउनु पऱ्यो कि त्यो हजुर हुन्छ है हजुर हुन्छ दाइ 50,000 मा उनीहरू मानेनन् वडा सचिव मानेनन् 50,000 दिन चाहिँ तपाईँ तयार हुनुहुन्थ्यो र थिएन सर मसँग पैसा पनि थिएन मैले चाहिँ अब यहाँ बन्न भन्ने मलाई बनाइदिनुहुन्न मलाई पैसै माग्नुहुन्छ भन्ने 100% थाहा भइसकेपछि चाहिँ मैले चाहिँ न्यायालय चाहिँ ढकढकाउनु पर्छ अन्य ठाउँमा पनि जानुपर्छ भनेर प्रमाण सङ्कलनको लागि त्यो दिन्छु भनेर तपाईँले भन्नुभएको हो होइन त अब यहाँनिर चाहिँ एउटा कुरा नि जस्तो 3 लाख रुपियाँमा जन्म दर्ता पनि बनाइदिने र नागरिकताको सिफारिस पनि बनाइदिने भनेर भनेका छन् जन्म दर्ताको कुरा वडा सचिवको कुरा भयो तर नागरिकताको सिफारिस त वडा अध्यक्षले गर्नुपर्छ वडा अध्यक्षको कोठामा फाइल लिएर जानु बित्तिकै नमस्ते भन्नु पाएको छैन मलाई तपाईँ गइहाल्नुहोस् अब 3 लाखमा चाहिँ उनले कसरी मिलाउँछन् त यो हिसाबले त वडा अध्यक्षले तपाईँलाई नागरिकताको सिफारिस दिने देखिएन भनेपछि 3 लाख रुपियाँमा त फेरि मिलाइदिन्छु भनेका छन् सचिवले भनेको वडा अध्यक्ष र सचिव पनि मिलेका छन् भन्ने हो तपाईँलाई लाग्यो हजुर एकदम पहिला सुरुमा 3 लाख माग्दा चाहिँ केही नभनिकन हुन्छ यो जन्म दर्ता सिफारिस नागरिकता पछि 3 लाख दिन नसक्ने भएपछि चाहिँ कुरै यहाँ सबै रोकियो 3 लाख दिन नसक्ने भएपछि 1.5 लाखमा चाहिँ जन्मदन्ता मात्रै गरिदिन्छु भन्नुभयो तपाईँको फाइल कार्यालयमै छ होइन हजुर कार्यालयमै छ तपाईँले जन्मदर्ताको सिफारिस नपाउनु पर्ने कुनै कारण छैन हजुर छैन अदालतबाट तपाईँको नाता प्रमाणित भएर तपाईँको मानव सामलको मुद्दामा समेत फैसला भइसकेको छ हजुर जिल्लादेखि उच्च सबै उच्चमा फैसला भइसकेर मैले बुझाइसकेको छु त्यहाँ सरहरूलाई फाइल उही छ हजुर वडा कार्यालय जाउँ है त माथि हो यताबाट जाने नमस्कार हजुर हजुर सचिवज्यू हजुर हो सर नाम शुभ नाम हजुर मेरो नाम मोहन हो सर मोहन के ढुङ्गाना मोहन ढुङ्गाना हजुर सर त्यो महेन्द्र पुलको रसबरीको स्वाद कस्तो थियो महेन्द्र पुलको रसबरीको स्वाद हजुर रसबरीको स्वाद त मिठै होला नि सर मिठो थियो हजुर सर गुली होला नि कति अरे 3 लाख गुली होइन त्यस्तो होइन नि सर के भन्नुभयो कुन रसबरी त मिठो थियो 1.5 लाख होइन सर 1 रुपियाँ पनि होइन सर विकासज्यूलाई बोलाउनुहोस् त विकासज्यू मोबाइल ल्याऊ एकचोटि सरलाई जन्म दर्तालाई कति चाहिएको जन्म दर्ताको प्रमाणपत्रलाई 1.5 लाख 1 रुपियाँ लियो छैन सर नागरिकताको सिफारिस सहित भए कति होइन सर 3 लाख होइन सर प्लिज होइन है मैले 1 रुपियाँ पनि लियो छैन है सर ए पाइसक्नु भएको छैन होइन लिएकै छैन फाइनल मात्रै भएको छ लिएकै छैन सर मागेको चाहिँ किन मैले मागेको पनि छैन सर नागरिकताको सिफारिस सहित भए 3 लाख नत्र अहिले जन्म दर्ता 1.5 लाखमा लिएर जाऊ भनेर भनेको रेकर्ड देखाउँ तपाईँलाई मारवाडीमा लगेर सेवाग्राहीलाई लिएर गएर मारवाडीमा लगेर 8-9 वर्षसम्म मारवाडीमा राखेर चिया खाएकोमा भन्न त पानी परेको थियो त्यो दिन तपाईँलाई त घरमा पोको पारेर खाजा सेक्नै लानु पर्यो नि 3100 को बिल देखाऊ होइन सर त्यो म्याडम सर मैले त्यो विषयमा म आफैले पैसा तिरेँ कति पैसा 3100 हजुर के रसबरी के रे मिठाई चाहिँ माथि चाहिँ चाट के खानुभयो मिठाईहरू पनि खानुभयो मैले उहाँलाई सर यस्तो स्विट किन खानुहुन्छ उहाँले मलाई अफर गर्नुभएको थियो मैले होइन मैले स्विट खान्न भने तपाईँ लिनुहोस् न भने अनि उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अनि तपाईँको स्वास्थ्य त ठिक छ नि सर मिठाई यति नखानु भन्ने कुरामा मैले स्वास्थ्य ठिक छ नि सर भन्दाखेरि चाहिँ उहाँले बाहुनको छोरो जता गुलियो त्यतै भुलियो भन्नुभयो अनि उहाँले मिक्स पनि लानुभयो 1 डिप्पा लानुभयो जहाँ गुलियो त्यही बाहुन भुलियो होइन सर ढुङ्गाना सर होइन सर एक सेकेन्ड पर्छ है सर त्यो होइन है सर उहाँले आफ्नो घरमा 2टा लानुभएको हो त्यो होइन है मिठाई होइन त्यो चिया हजुरले खाने भन्नुभएको ल भन्नुहोस् न स्विट खाने भन्दाखेरि हजुरले के भन्नुभएको होइन मलाई चाहिँ नमस्कार हजुर म अपिल त्रिपाठी बोलेको सचिवज्यूको कार्यकक्षमा छु क्या एकछिन आइदिनुहोस् न प्लिज हजुर हजुर तपाईँ भर्खरै यही हुनुहुन्थ्यो त भर्खरै वडा कार्यालयमा हुनुहुन्थ्यो त सर आउनुहोस् त तपाईँ यता इमर्जेन्सी भयो सर आउनुहोस् त सर यता इमर्जेन्सी भयो क्या सर आइदिनुहोस् त हजुर $3 लाख 1.5 लाख
सर मैले 1 रुपैयाँ लिएको छैन लिनुभएको छैन मैले लिनुभयो भने तपाईँले लिनुभयो भने तपाईँले लिनुभयो भने मैले तपाईँले लिनुभएकै छैन तपाईँले 1.5 लाख लिनुभएकै छैन तपाईँले 3 लाख लिनुभएकै छैन तर तपाईँले यो उहाँको फाइल रोकेर फाइल अड्काएर यहाँबाट लिएर गएर मारवाडीमा डिल गरेर यतापट्टि तपाईँलाई उहाँसँग आउँदाखेरि तपाईँले सिसिटिभी तपाईँको कार्यालयको सिसिटिभी हेर्न दिनुहुन्छ मलाई तपाईँले उहाँसँग कुराकानी गर्दाखेरि के बिहेभ गर्नुहुन्छ मोबाइल कहाँ राख्नुहोस् भन्नुहुन्छ झोला कहाँ राख्नुहोस् भन्नुहुन्छ कहाँ टौटक्याउने भन्नुहुन्छ हेर्न दिनुहुन्छ मलाई तपाईँकै अफिसको सिसिटिभी हेर्न दिनुहुन्छ सिसिटिभी अब मैले त्यो केही गरेको छैन सर अब त मैले गरेको केही गरेको छैन उहाँले एउटा उहाँको विषयको काममा तपाईँको कागजपत्र जन्म दर्ता गर्ने उहाँ आउनु नि भएको थियो जन्म दर्ता गर्ने विषयमा उहाँले बसाइँ सराई ल्याउनु भएको थिएन बसाइँ सराई लिएर आउनलाई बसाइँ सराई र पतिको नाम नभएको कारणले गर्दाखेरि सराई लिएर आउनलाई मारवाडीमा जानु पर्यो डिल गर्न होइन उहाँले पानी परेर सरलाई कहाँ भेटौँ पानी पर्यो भन्दा विषयमा पानी परेको थियो सर तपाईँ यस्तो बिजी मान्छे हुनुहुन्छ तपाईँ त यति बिजी मान्छे हुनुहुन्छ तपाईँ एउटा सेवाग्राहीसँग 5 बजेदेखि 9 बजेसम्म त्यो मारवाडी बन्द हुने बेलासम्म उपल्लो तलाको अघिल्लो पश्चिमतिरको चेयरको त्योभन्दा अगाडिको सिटमा त्यत्रो फुर्सद छ तपाईँलाई एउटा सेवाग्राहीलाई त्यत्रो समय दिनुहुन्छ राति दिएको पनि छैन मैले उहाँलाई केही गरेको पनि छैन भनेको पनि छैन सर अब तपाईँले कसरी के भयो कसैलाई यहाँ त्यो कुन मिसप्लेसमा भयो उहाँका कागजपत्र पनि हुनन् सर हजुरहरूले हेरिदिनुहोस् अनि सबै विकासले मिलाउने हो नि त सबै कुरा विकाससँग मिलाउने हो नि त पछि चाहिँ विकाससँग सबै कुरा मिलाउने सर्जिन मुजुल्का गर्ने विषयमा हाम्रो अहिलेसम्मको केसमा उहाँले सबै कुरा विकासले गर्ने पछि डिल गर्ने यताउता के गर्ने पैसाको कारोबारको कुरा सबै गर्ने मलाई थाहा मलाई त्यो विषयमा 1 रुपैयाँ लिएको छैन सर म जहाँ भन्न पनि सक्छु जसले पैसा लिनुभयो भने मैले कति बेला भने तपाईँले पैसा लिनुभयो भनेर तपाईँले 1.5 लाख लिनुभयो भनेर भने मैले तपाईँलाई 1.5 लाख रुपियाँ दिएको भए त तपाईँलाई हतगढी लगाएर लान्थ्यो नि अहिले सम्मान अर्थ सर उहाँ मसित आएको तपाईँको आउँदा दिन हुँदै मैले उहाँलाई बिहेभ गरेरै काम गर्छु भन्ने पक्षमा म थिएँ कसरी हुन्छ के अर्थ भने मैले पनि सल्लाह लिनुपर्ने थियो सर किनभने सल्लाहलाई म बुझ्छु क्या तपाईँको सल्लाह तपाईँ सचिवज्यू तपाईँको सल्लाह मैले बुझेको छु मैले गलत तपाईँको 1 रुपैयाँ लिएको रहेछ भने मलाई हदैसम्मको कारबाही गर्नु सर तपाईँले पैसा लिनुभयो भने मैले तपाईँले 1.5 लाख लिनुभयो भने 1.5 लाख लिनुभयो भने मैले त के भने तपाईँले पैसा माग गर्नुभयो पैसा माग गर्नलाई तपाईँले बारम्बार डिल गर्नलाई मारवाडीसम्म 3-4 घन्टा बस्नुभयो घरमा समेत खाजा प्याकिङ गरेर लैदिनको लागि 3100 को बिल तिराउनु भयो 3 लाख रुपियाँमा डिल भयो 3 लाख रुपियाँ मसँग छैन त्यत्रो पैसा सक्दिनँ भनेर बारम्बार तपाईँलाई फोन गर्नुभयो त्यो तपाईँले जान्ने कुरा हो मैले तपाईँको काम गर्दिनँ भनेको छैन के अरे त्यो तपाईँले जान्ने कुरा हो भनेर बारम्बार फोनमा भन्नुभयो तपाईँले त्यसपछि अहिले जन्मदर्ताको मात्रै प्रमाणपत्र बनाउने हो भने 1.5 लाख रुपियाँमा बनाउने भनेर दोस्रो पटक डिल गर्नुभयो त्यो गर्नको लागि तपाईँले विकासलाई लगाउनु भयो विकासले अब 50,000 भन्दा दिन सक्दिनन् भन्ने छ के गर्ने भनेपछि म आफैले कुरा गर्छु भन्नुभयो लाज मानुस् थोरै छैन सर म हजुरसित लिनुभयो भने मैले लिनुभयो भने अब यो कसैले केही गर्छ भनेदेखि अब यो विषयमा मैले केही भन्नु छैन सर मैले 1 रुपैयाँ लिएको पनि छैन 1 रुपैयाँमा उहाँको कुनै विषयमा डिल पनि गरेको छैन उहाँका कागजपत्र पनि हजुरहरूले हेर्न सक्नुहुन्छ 6 वर्षदेखिका सबै फैसला हेरिरहेको छु उहाँका मुद्दा जे छन् उच्चमा जे सदर भएर आएका छन् जे भएको छन् सबै हेरेको छु तपाईँले हेर्नु भ्याउनु भएको छ बरु तपाईँ त बिजी मान्छे भ्याउनु होला अध्ययनकै क्रममा हुनुहुन्छ होला नि तपाईँ त अब मैले आफूले पनि त्यो विषयमा जानि नसकेको कारणले गर्दाखेरि सोधपुछ अर्दिमै अरेर गर्छु नि भनेको थिएँ अब उहाँ तपाईँ कहाँ पुग्नुभएको छ हजुरहरूको काम कर्तव्य अधिकारभित्र क्षेत्रभित्र परेर पनि आउनुभयो होला सर मैले उहाँसित 1 रुपैयाँ लिएको छैन त्यो दिन झरी लाएर खाजा खाम भनेर उहाँले भन्नुभएको बहिनी मैले पैसा दिन्छु भन्नुभएको पनि भनेको थिएँ विकास सर आउनु भएन हजुर जनप्रतिनिधि हुनुहुन्छ होइन हजुर विकास सर आउनुभयो फोन अफ छ विकास सरको मैले विकास जनप्रतिनिधि विकासको नाम के अरे तपाईँले डिल गर्न लगाउनु भएको होइन सर विकास मैले जनप्रतिनिधि विकास कुन विकासलाई भन्नुभयो विकास भन्ने जनप्रतिनिधि त हुनुहुन्न विकास भन्ने जनप्रतिनिधि हुनुहुन्न को हुनुहुन्छ यहाँ जनप्रतिनिधि एउटा सदस्य को हुनुहुन्छ होइन विकास भन्ने त कर्मचारी नै हो कर्मचारी हो डिल गर्न लागेको पनि छैन कर्मचारी नै हो विकास भन्ने तलको चाहिँ लाइनमा चाहिँ काम गर्नु कर्मचारी नै हो उहाँ अच्छा यहाँ थोरै मिस्टेक भएछ नि कर्मचारी नै हो उहाँ सर बोलाउन तपाईँ सचिवजी हुनुहुन्छ कर्मचारीलाई बोलाउनु अनि तपाईँसँग त अरू नम्बर हुन्छ नि त तपाईँको विश्वास पात्र अच्छा उहाँ कर्मचारी नै हो हान्न दिनुहोस् न त्यहाँ पुरै दिनुहोस् न पुरै हान्नुहोस् न
तपाईँले हान्ने नम्बर अर्कै रहेछ फेरि 460 कति रे 460 विकास पुरा नाम के हो सर विकास पुन हो भाइको विकास पुन भन्ने के कर्मचारी हुने यहाँ के कुन श्रेणीका कर्मचारी सहायक स्तर भाइ हो सहायक स्तरका विकास पुन नाम गरेका कर्मचारी अहिले मोबाइल स्विच अफ गरेर बसेका छन् अघि मैले अर्को नम्बरमा फोन गरेको थिएँ मसँग उपलब्ध भएको अर्को एनसेलको नम्बर थियो त्यो फोन पनि अफ छ अहिले उहाँले दिएको एनटिसीको नम्बर छ यो नम्बर पनि अफ छ कर्मचारी नै हुनु भने भागेर कहाँ जालान् कार्यालयमा छन् आज त्यो त मलाई होइन कार्यालयकै काममा गएका छन् कि बाहिर सरले त्यहाँ त यहाँको प्रशासन प्रमुख होइन प्रशासन प्रमुखै हो सर कोही त तपाईँको विकास भन्ने कर्मचारी कोही विकास भन्ने यहाँ यस्तो छ क्या तपाईँको आज खाद्यान्न उसबाट सरहरू आउनुभएको थियो अनि गुणस्तर भर्खरै मणिपालमा हुनुहुन्थ्यो मैले पठाएको उहाँलाई खाद्यान्न सम्बन्धित सरहरूसित जानुहोस् हुनुहुन्न उहाँ त्यहाँ हुनुहुन्न मणिपालमा हुनुभएको त मलाई थाहा भएन सर अनि फेरि आउनुभयो क्या यहाँ अहिले फेरि जानुभयो हामीलाई देखेपछि फेरि जानुभयो त्यसो आयो होला सर होला मलाई भन्नुभयो न उहाँलाई बोलाउन सर बोलाउन तपाईँको अरू नम्बर हुन्छ नि तपाईँको त त्यस्तो हुन्छ नि तपाईँहरूको त हुन्छ नि त छैन एउटा नम्बर मात्रै प्रयोग गर्छु सर मैले पनि उसको पनि मैले थाहा पाएको एउटै नम्बर हो विकास पुन भन्ने कर्मचारी नै हुनु होइन कर्मचारी रहेछन् नि तपाईँलाई थाहा रहन्छ कर्मचारी रहेछन् विकास भन्ने जनप्रतिनिधि रहन्छन् कर्मचारी रहेछन् विकास पुन होइन त ए तपाईँको विश्वास पात्र चाहिँ उनी पैसाको डिल गर्ने सबै मिलाउने चाहिँ उनीसँग उसले पनि लिएको छ कि छैन मलाई थाहा छैन सर तर मैले सबै मिलाउने यताउता भनेको चाहिँ त्यो त्यही कसरी कहाँबाट कुन उसबाट आयो मलाई थाहा छैन मैले 1 रुपियाँ लिएको छैन सर मैले त्यो नभएको विषयमा हजुरले त्यसरी हजुर जतिको सरले अब यो उसमा मैले नभएको विषयमा मैले फर्जी डकुमेन्ट बनाएर ल्याउँदैछु फर्जी बनाउनु भने होइन मैले केही नलिएको नगरेको तपाईँले लिनुभयो भने तपाईँले उहाँ हाम्रो सम्पर्कमा आएको 1 हप्ता भयो 1 हप्ता बेसी भयो तपाईँको मारवाडी गएदेखि हामीलाई जानकारी छ अब विकासलाई म कुराउँ कि के गरौँ होला सर अब तपाईँ यहाँको प्रशासन प्रमुख हो त्यो भएर कर्मचारी आउँछन् आउँदैनन् भन्ने कुरा त सरलाई जानकारी होला फोन अफ छ के अरे उसमै पठाएको सर यहाँ काममै पठाएको मैले बिहान अब अहिले हस्पिटल गएर कार्यालय समय छ कुराउँ कि के गरौँ कति समय के गरौँ त्यो सरको कुरो सर मैले त केही भन्न स्विच अफ यहाँको प्रशासन प्रमुखलाई चाहिँ तपाईँका कर्मचारी आउँछन् कि आउँदैनन् कुराउँ कि भोलि आउँ भनेको क्या हजुर सर भोलिको विषय मैले त केही भन्न सकिनँ क्या सर तपाईँका कर्मचारी आउँछन् कि आउँदैनन् भनेर कहाँ सुन्न जान्छु नि म अब स्विच अफ बसी मैले पो के आरम त नि सर अब शरीरको मान्छे हो बिमारी भएर हस्पिटल छ अहिले हस्पिटलको कुरा हार्नु भयो अब हस्पिटल पनि होला हस्पिटल होला बस होला नहोला अब त्यो अध्यक्षजी हुनुहुन्छ अध्यक्ष हुनुहुन्छ तपाईँको अगाडि एकचोटि भनिदिनुहोस् सरलाई कति पैसा केमा हो भन्नुहोस् तपाईँको यहाँ जन्म दर्ता सिफारिस नागरिकता भयो भने 3 लाखमा ओके भएको अरू डकुमेन्ट के छ भन्दाखेरि सबै ठिक छ भन्नुभयो अनि तपाईँको मैले त्यति पैसा दिन नसक्ने क्षमता छैन भनिसकेपछि उहाँले चाहिँ फेरि 1.5 लाखमा चाहिँ जन्म दर्ता लिएर जानु पछि आएर चाहिँ फेरि सिफारिस नागरिकता चाहिँ बनाउनु भन्नुभएको छ सर म भोलि 10 बजे आउँछु विकाससँग भेट्न पाइन्छ नि विकास पुनसँग भेट्न पाइन्छ नि विकास पुन र तपाईँसँग भेट्न पाइन्छ नि भोलि 10 बजे आउनु होला नि सर यसमा के भन्नु मैले आउनु होला नि मैले तपाईँलाई किन यो भनेको भने मणिपालबाट उहाँ आउनुभयो अनि हामी आएपछि उहाँ निस्किहाल्नु भयो अलि मोबाइल स्विच अफ गर्नुभयो सुन्नु शङ्कास्पद छ नि मैले आउनु मसँग मेरो काम सकियो भनेर आउनु त्यसपछि आएर यो क्यामेरा देख्ने बित्तिकै अनि भाग्नु अनि मोबाइल समेत स्विच अफ गर्नु कार्यालयको समेत सम्पर्कमा नहुनु कार्यालय समयमा त्यो भएर भोलि आउँदाखेरि भेट्न पाइयोस् भनेको सर म भोलि आउँछु पर्सि आउँछु सरलाई जानकारी गराएर आउनुपर्छ भने निवेदन लिएर पत्र चढाएर आउँला गर्नु परेन सर त्यस्तो केही गर्नु परेन अब केही गरे खाए बिराएको केही छैन सर मैले अब उहाँको अहिलेसम्म कता हल्लाउनु भयो के गर्नुभयो भने त्यो पनि मलाई थाहा भएन तर यहाँ आएको उहाँ एकचोटि कागजमा त्यत्तिकै आउनुभएको थियो के कसो छ भने अर्कोचोटि कागज लिएर आउनुभएको थियो अनि मैले यो कागजमा कसरी गर्न मिल्छ या मिल्दैन के कसो गर्नुपर्छ भनेर मैले हेरेको म पनि माथिल्लो निकायमा सोध्दै थिएँ अब उहाँ आउनुभयो के अरे सोद्धा पछि क्या अब उहाँ मैले भने अरेको कहाँ कसरी मिसप्लेस भएको भएदेखि अन्यथा तपाईँको मिसप्लेस गरेकै छैन मैले के भन्ने मैले नलिएको विषयमा कसो भन्नु सर मैले केही भन्नु छैन सर के गरौँ
तपाईँले काम गर्दिनँ भन्नुभएको छ, काम गर्दिनँ भन्नुभएको छैन। अब त 3 लाख रुपियाँ उहाँसँग नहुने त उहाँको कुरा हो। उहाँसँग 3 लाख रुपियाँ छैन भने त उहाँको कुरा हो। त्यो विषय पनि छैन। उहाँले तपाईँको बसाइ सराइ लिएर आउनुहोस् भनेर मैले भनेको, बसाइ सराइ यदि लैसक्यो मलाई दिएन भन्नुभयो उहाँले। सरले के ल्याउने भन्नुभयो? बसाइ सराइ सरले के ल्याउने भन्नुभयो? बसाइ सराइ भनेको मैले बसाइ सराइ लैन्छ भनेपछि सरले बसाइ सराइ त लिएर आउनुहोस् न दिदी, कहीँ कतैबाट होला नि, उहाँको माथिको गाउँपालिका अन्नपूर्ण गाउँपालिका लिएर आउनुहोस् भनेर भनेको। सरले के ल्याउने भन्नुभयो? क्यालकुलेटर। अब यहाँ विकासलाई यहाँ नराखिकन त हुँदैन फेरि। पछि लाग्न नलाग्नुसम्म निवेदन गर्ने हजुरलाई के भन्नु मैले हजुरलाई। अहिले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क कर्मचारी कहाँ जालान् त मोबाइल स्विच अफ गरेर? विकास पुन भन्ने यहाँ अलिकति मिसअन्डरस्ट्यान्डिङ के भएर छ भने उहाँलाई चाहिँ विकास पुन भन्ने जनप्रतिनिधि हुनु भन्ने लागेको छ, तर उनी जनप्रतिनिधि नभएर कर्मचारी नै रहेछन्। यो एनसेलको फोन चाहिँ लाग्यो अहिले। त्यो माफ गर्नु होला, यहाँभन्दा अगाडिको रेकर्डिङमा जहाँ हामीले जनप्रतिनिधि भन्न भनेका छौँ विकास नामलाई, उनी चाहिँ कर्मचारी रहेको भन्ने कुरा खुल्यो र यो डिलमा उनी सक्रिय रूपमा उनी सहभागी छन्। सर थ्याङ्क यू है सर। भोलि विकास पुन तपाईँ वडा अध्यक्ष, थ्याङ्क यू सर। हुनुहुन्छ अध्यक्षज्यूको कार्यकक्ष यहाँ प्रकाश मान उदास वडा अध्यक्ष उहाँ हुनुहुन्न। सेवाग्राहीका अनुसार कर्मचारी खास गरी वडा सचिव निकै चतुर छन्। उनले प्रमाण केही नहोस् भनेर होसियारीपूर्वक शब्द चयन र एक शब्द अड्कलेर बोल्ने गर्दछन्। त्यो मारवाडी पसलमा 2 जना सेवाग्राही र कर्मचारी गएका हुन् कि होइनन् भन्ने विषयमा कर्मचारी स्वयंले गएको कुरा स्वीकार गरिसके पछाडि त्यसको सीसीटीभी खोज्नतिर लागिएन। अब यहाँसम्म कर्मचारीले खास गरी त्यो टेलिफोन संवादमा कर्मचारीले मैले गर्दिन भनेको छैन क्यारे, त्यो तपाईँको कुरा हो, मैले त गर्दिन्छु भनेकै छु जस्ता जवाफ दिन्छन्। प्रश्न के हुन्छ? मसँग 3 लाख छैन, त्यत्रो पैसा छैन, के गर्ने होला? यसबाट नियत देखिन्छ, प्रमाणित भएन, यसबाट प्रमाणित हुँदैन भन्ने लाग्छ भने यो भइसके पछाडि वडा सचिव हाम्रो कार्यालयमा आइपुग्छन्। हाम्रो कार्यालयमा आएर आफू लोभिएको, आफूलाई लोभ लागेको, अब आफूले त्यस्तो कहिल्यै नगर्ने, यसभन्दा अगाडि पनि त्यस्तो कहिल्यै नगरेको, तर यसपटक लोभ लागेको कुरा स्वीकार गर्दछन्। एउटा कार लिएर आउनुभयो अनि त्यहाँ चाहिँ यसो हेरेको अथवा हुन्न कि भन्ने कुरो जस्तो लाग्छ। अनि अर्को लिएर आउनुभयो, आएपछि अनि मैले अनि उहाँले कता कता पहिला पनि बिग्रेको थियो भनेर भनेको। अनि फेन बन्द गरिदियो त। उहाँले पहिला पनि यस्तो हो, एउटा दिदीले यस्तो यस्तो भन्नुभयो भएको, अनि त्यहीँ त्यो दिदी पछि सम्पर्कै आउनु भएन भनेको। अनि उहाँले भन्नुभयो डेढ भनेर उहाँले कुरा गर्दा हाम्रो यथार्थ भन्छु कि बोल्दाखेरि अनि भनेपछि होइन यस्तो काम गर्दाखेरि थोरै अलिकति क्रिटिकल रहेछ, म लोभ लागेको हो उहाँले प्रस्ताव गर्नुभयो पहिला भन्नुभएको, म डेढ भनेको छु भनेर भन्नुभएको थियो। यहाँसँगको भेटाभन्दा मैले अहिलेसम्म एउटा स्पष्ट खाएको छैन अभिशाप पनि, केही अरेको पनि छैन। यो चिजमा म कसरी लोभिन पाएँ। वडा सचिवको यो स्वीकारोक्ति पछाडि अब अर्का पात्र छन् विकास पुन। विकास पुन सुरुमा उनी जनप्रतिनिधि हुन् भन्ने लागेको थियो सेवाग्राहीलाई, तर त्यस्तो रहेनछ, उनी कर्मचारी भएको खुल्यो। विकास पुन त्यो दिन मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भए, हाम्रो पनि सम्पर्कविहीन, कार्यालयको पनि सम्पर्कविहीन भए। त्यसपछि विकास पुनलाई खोज्दै हामी अर्को दिन फेरि वडा कार्यालयमा पुग्छौँ। विकास पुनलाई वडा सचिवले प्रयोग गरे, मोहरा बनाए कि यसमा हिस्सेदारी विकास पुनको समेत छ? त्यो पैसा आउँदा विकास पुनको खल्तीमा कति आउँछ? यी लगायतका गम्भीर प्रश्नहरू छँदैछन्। अर्कोतर्फ विकास पुनले हामीसँगको संवादमा वडा सचिवले 50,000 मा यो काम गर्न नमानेको थोरै भएको कुरा बताएका छन्। सम्पर्कविहीन भएका, मोबाइल स्विच अफ गरेका विकास पुनलाई प्रस्तुत गर्दैछौँ। त्यसपछि वडा अध्यक्षको पालो। यो हेर्नुहोस्, विकास सर यता हुनुहुन्छ, तपाईँसँग थोरै कुरा गरौँ है? हुन्छ। अस्ति तपाईँ कहाँ गायब हुनुभयो? म हस्पिटल गएको थिएँ सर,
म नेपाल हस्पिटल तपाईँ त आउनुभयो फेरि फर्केर आउनुभयो फर्केर आएपछि कहाँ गायब हुनुभयो म चाहिँ यो हाम्रो अध्यक्षज्यूले काम लानुभएको थियो तथ्याङ्क विभागको मान्छे आएको थियो त्यो सर्भिसनको लागि म उहाँसँगै हिँडेँ कि तपाईँ क्यामेरा देख्ने बित्तिकै किन गायब हुनुभयो होइन सर तपाईँ आएको मलाई थाहै थिएन भगवान्को कसम हजुर मैले तपाईँलाई तपाईँ मणिपालबाट त फर्किनु भयो क्यामेरा देख्नुभयो त्यसपछि गायब हुनुभयो मोबाइल पनि स्विच अफ गर्नुभयो तपाईँ कार्यालयको पनि सम्पर्कमा हुन्थेन तपाईँको सचिवलाई समेत तपाईँ कहाँ हुनुहुन्छ भन्ने कुरा थाहा थिएन होइन मैले अध्यक्षज्यूलाई त्यो पर्मिसन लिएर गएको सर अध्यक्षज्यूलाई पनि थाहा छ यो बारेमा ल ठिक छ तपाईँ आज भेटिनु भयो खैर भेटिनु भयो तपाईँले एकजना सेवाग्राही हामीसँग यहाँ हुनुहुन्छ सेवाग्राहीलाई बोलाउनुहोस् यहाँनिर हुनुहुन्छ सेवाग्राहीलाई तपाईँले सचिवलाई पैसा बुझाउने भनेर तपाईँले सेवाग्राहीसँग पैसाको डिल गर्नुभयो तपाईँको सचिवले 3 लाख रुपियाँ घुस रकम माग गर्दछन् त्यसको लागि तपाईँलाई पैसा बुझ्ने गरी पैसाको डिल मिलाउनलाई तपाईँलाई लगाउँछन् त्यसपछि तपाईँले सेवाग्राहीसँग कति पैसा दिन सक्छौ तिमीले कति दिन्छौ भनेर बारम्बार सोध्नुहुन्छ र पैसाको डिल गर्नुहुन्छ कति आउँथ्यो तपाईँलाई त्यहाँबाट त्यस्तो कुरा त थिएन सर के अरे डिल गरेको मैले पनि होइन त्यस्तो मलाई त्यो कुरा बिहान जानकारी थिएन मलाई सचिवजीले लगाएको काम चाहिँ सर्जिन मुचुक्ला गरिदिनु भनेको मात्र थियो त्यो विषयमा मैले बहिनीलाई बुझ्दा बहिनीले चाहिँ यस्तो भएछ मैले मेरो साथीको श्रीमती पनि हुनुहुन्छ होइन म उहाँसँग एकदम पहिलेदेखि चिनजान जस्तो तपाईँसँग उहाँको राम्रो सम्बन्ध रहेछ पहिला पनि चिनजान रहेछ उहाँको हस्बेन्डको त तपाईँ साथी नै हुनुहुँदछ त्यसो भएपछि तपाईँले आफ्नै मान्छेसँग कति पैसा दिन सक्छौ भनेर यो चाहिँ के हो मैले चाहिँ त्यस्तो आधार मैले के पनि भनेको छैन सर कति पैसा तिमीले कति दिन सक्छौ त तिमीले कति दिन सक्छौ उहाँले भन्नुभयो सचिवले 3 लाख रुपियाँ मागे 3 लाख रुपियाँ मागेको छन् मसँग पैसा छैन 3 लाख रुपियाँ म बुझाउन सक्दिनँ भनेपछि तपाईँले कति दिन सक्छौ 50,000 दिन सक्छु भनेपछि तपाईँ फेरि के गर्नुहुन्छ म सचिवसँग कुरा गर्छु त्यसपछि तिमीलाई बेलुका फोन गर्छु यो कुरा यस्तो भयो कि सर उहाँको मेरो मेरो साथीको श्रीमती भएको हुनाले मैले उहाँलाई केही सहज हुन्छ कि भन्ने कुरा यो एउटा पाटो त्यो भयो होइन यत्रो रकम तपाईँले दिन नि सक्नुहुन्न होइन तपाईँ मेरो साथीको साथी एउटा ठाउँ तपाईँ पनि एउटा छोरीको लागि आउनुभएको छ काम गर्नुभएको छ मैले उहाँसँग यो पैसाको लागि मेरो लागि भनेर अपेक्षा गरेको कुरा पनि होइन मैले माग पनि होइन त्यो तपाईँ सचिवलाई बुझाउने पैसा मागिदिनु भएको हो मैले त्यो कुरा मैले उहाँलाई बुझाउँछु भन्ने कुरा माग पनि होइन तपाईँकै लागि हो मेरो लागि होइन सर त्यो कसको लागि हो त पैसा तपाईँले कति दिन सक्छौ भनेर सचिवले त 3 लाख रुपियाँ मागे तपाईँको साथीको श्रीमती उहाँ हुनुहुँदो रहेछ भनेपछि सचिवले पैसा मागे भनेपछि तपाईँलाई थाहा भयो तपाईँलाई सचिवले पैसा मागे भनेपछि सचिवले पैसा मागे त्यसो भए होइन वडा अध्यक्षसँग कुरा गर्छु म होइन सचिवभन्दा माथि महानगरपालिकाको हाकिमसँग कुरा गर्छु म सचिवले पैसा मागे भनेपछि अख्तियारमा जाऊ तिमी मिडियामा जाऊ पैसा नदेऊ तपाईँले यो भन्नु पर्थ्यो तपाईँको साथीको श्रीमतीलाई यदि सहज बनाउनु थियो भने तपाईँलाई तर तपाईँले त्यसो भन्नु भएन कति दिन सक्छौ अलिअलि थप्न सक्छौ 10,000 जति थप्न सक्छौ के हो यो चाहिँ त्यस्तो मैले भनेको थिएन उहाँलाई सोध्नुहुन्छ होइन उहाँ यहीँ हुनुहुन्छ मैले त्यस्तो चाहिँ प्रेसमा केही कुरा नि गरेको छैन उहाँलाई चाहिँ मैले के भनेको छु भने मैले त्यो कुरा यसो कुरा यो सम्बन्धित निकायमा जाऊ भन्ने पनि मैले इन्डाइरेक्ट रूपमा उहाँलाई तपाईँको कागज डकुमेन्ट चाहिँ एकदम 100%मा 100% ठिक छ कानुनले तपाईँको जिल्ला अदालत पनि निर्णय गरेको कुरा छ उच्च अदालतले निर्णय गरेको कुरा सबै ठिक छ भनेपछि पैसा किन बुझाउने पैसा नबुझाऊ तपाईँले भन्नु पर्थ्यो नि पैसा नबुझाऊ सचिवलाई पैसा किन दिने यो कुरा पनि उहाँलाई मैले भनेछु तपाईँको कानुन आधार सबै कुरा छ तपाईँले आफ्नो इच्छाले गर्न सक्नुहुन्छ गर्नुहोस् नभए त कानुन उपचारको लागि तपाईँ एकदम 100% ठिक हुनुहुन्छ तपाईँ सम्बन्धित निकायमा जानुहोस् भनेर मैले उहाँलाई भनेको छु उहाँलाई सोध्नुहोस् नभए त मेरोमा चाहिँ त्यस्तो कुनै लोभ लालच त्यस्तो ऊ छ भने लोभ लालच थिएन भने तिमी सम्बन्धित ठाउँमा जाऊ सचिवलाई पैसा दिने होइन सचिवले 3 लाख रुपियाँ मागे तर दिन पर्दैन सचिवलाई नदेऊ तपाईँले यो किन भन्न सक्नु भएन तपाईँले सचिवको घुस पैसा उठाइदिनु पर्ने तपाईले सचिवको लागि घुस उठाइदिने मान्छे हो तपाईँ यहाँ घुस उठाइदिनको लागि बस्नु भएको हो हुँदैन त्यो चाहिँ म यहाँ जनताको सेवा गर्नको लागि बसेको म 28 वर्ष भयो सेवा गरेको होइन मेरो रेकर्ड अहिलेसम्म यस्तो हुन्छ नि तपाईँले चाहनुहुन्छ नि 100जना मान्छे सोध्नुहोस् 100जना मान्छे म एउटा गलत छु भन्ने मान्छे लिएर आउनुहोस् म अहिले राजीनामा दिन्छु त्यसो भए तपाईँले सचिवलाई उठाइदिने पैसाको जिम्मा तपाईँले किन लिनु परेको तपाईँ बिचमा बसेर सचिव र उहाँको मिडिएटरको रूपमा तपाईँ एकदम गलत कुरा गर्नुभयो क्या सर तपाईँ एकदम गलत कुरा गर्नुभयो कि है उहाँ मेरो श्रीमतीको साथी भएपछि कि उहाँले गर्नुपर्ने कुरा हो होइन मैले भनिरहेको छु कि उहाँलाई बारम्बार होइन भने उहाँलाई सोध्नु तपाईँको डकुमेन्ट सबै ठिक छ कानुन रूपमा तपाईँले गर्नु कुनै उपचार चाहिँ तपाईँले गर्नु सक्नुहुन्छ माग गर्न सक्नुहुन्छ भन्ने कुरा हो मेरो यदि सुन्नुहोस् न 50,000 को कुरा भयो
धेरै थप्न सकिँदैन 10,000 जति भयो भने थप्दिए हुन्छ भन्ने आशा तपाईँको थियो त्यो पनि थियो 10,000 जति त्यो पनि भनेको छैन मैले कक्षा अनुसार अलिकति थप्नु पर्यो भने हजुर गच्छे अनुसार अलिकति थप्ने मान्छन् कि मान्दैनन् सोध्छु गच्छे अनुसार अलिकति थप्नु पर्यो भने 10,000 थप्दिए मैले तपाईँसँग मैले यति मात्रै सोध्न खोजेको हो कि तपाईँ सचिवको लागि यत्रो बलि चढ्न किन तयार हुनुभएको तपाईँ म बलि चढ्न तयार भएको होइन कि उहाँले चाहिँ आफ्नो कुरा मिलाउन नसक्ने भएको हुनाले पनि मैले चाहिँ एउटा साथीको बुढीको नाताले मैले त्यहाँ केही सहज हुन्छ सचिवले गरिदिन्छ भन्ने कुरा मात्र मसँग उहाँसँग लेनदेनको इन्टेन्सन केही पनि छैन मेरो बार्गेनिङ पनि केही पनि भएको छैन सोधुस् उहाँलाई होइन त्यो पैसा भनेको सचिवकै लागि तपाईँले कुरा गरेको चाहिँ सचिवकै लागि हो उहाँले चाहिँ कसरी गर्छ भन्ने कुरा मात्र अझ पछि मैले हुँदैन गर्दैन भनेपछि मैले मैले के गर्न सक्दिनँ तपाईँ आफैले सचिवसँग कुरा गर्नुहोस् भन्ने 50,000मा सचिव मानेको भए आज के हुन्थ्यो त्यो चाहिँ अब 50,000मा ठिक छ 3 लाख रुपियाँ मलाई चाहिएन 50,000मै म गरिदिन्छु भनेर सचिव मानेको भए के हुन्थ्यो आज यो चाहिँ नैतिकताले गर्ने कुरा पनि होइन सर होइन एउटा कर्मचारी भएपछि हामी सेवा गर्न आएको एउटा हामी कर्मचारी भएको नाताले होइन हामीले चाहिँ मैले कहिले पनि त्यस्तो इन्टेन्सनले कसैले पनि केही पनि दबाब पनि दिँदैन त्यस्तो हाम्रो अधिकार पनि छैन म यहाँ अधिकृत पनि होइन होइन तल्लो स्तरको कर्मचारी तपाईँ सचिवको मोहरा किन बन्नु पर्यो त त्यो चाहिँ मेरो भुलवश भन्नु बहिनीको कुरा चाहिँ बहिनी चाहिँ उहाँ सचिवसँग टच भइरहेको थियो होइन लास्टमा चाहिँ मैले सर्जिन गर्ने कुरा चाहिँ आएको हुनाले म ठोकिएको मात्र बहिनीले पछि भन्नुभयो सचिवसँग तपाईँको डिल भएको कुरा चाहिँ के हो सचिवले तपाईँसँग भनेको कुरा के हो 50,000 उहाँले दिने भनिसके पछाडि 3 लाख रुपियाँ माग गरेका सचिवले बेलुका तपाईँसँग के भने 50,000मा सक्दिनँ भने त्यस्तै भन्नुभयो उहाँले 50,000मा सक्दिनँ भन्नुभयो त्यही कारणले मैले चाहिँ अब यो मसँग कुरा नगर्नु बहिनी मेरो अधिकारको कुरा भएन सचिवजीले गर्ने कुरा उहाँलाई गर्नुहोस् भनेर भनिदिएको मैले सचिवजीले 50,000मा सक्दिनँ भनेपछि कति हजारमा सक्छु भने सचिवले त्यो त कुरै भएन सर होइन 50,000मा उड्न भने होइन लगभग त्यस्तो भएको हुनाले अब उहाँ आफैले कुरा गर्छु बहिनी मसँग यो कुरामा चाहिँ मलाई नराख्नुहोस् भनेर मैले बहिनीलाई त्यसो भनिदिएँ तपाईँ आफै कुरा गर्न जानु सचिवसँग सचिवले आफै कुरा गर्ने रे तपाईँसँग भनेर तपाईँले भन्नुभयो सचिव 50,000मा मानेनन् त्यस भएपछि सचिवले आफै कुरा गर्छन् आफै कुरा गर्नुहोस् भनेर तपाईँले भन्नुभयो तपाईँ यो बिचमा किन पर्नुभयो क्या फोकटमा यो बिचमा किन पर्या तपाईँ सुने न तपाईँ सचिवले म माथिल्लो निकायले गर्ने कारिन्दा भएको हुनाले सचिवले मलाई सर्जिन गरिदिनुहोस् भनेको हुनाले सचिवले भनेको काम तपाईँले गर्नुपर्छ तपाईँको हाकिम सचिव हो यहाँको तर सचिवले घुस उठाइदेऊ भन्ने कुरा पनि तपाईँले गर्नुपर्छ त पर्दैन त्यो त मैले उहाँलाई भनिसकेँ तपाईँको काज राम्रो सबै कुरामा चाहिँ एकदम ठिक छ होइन तपाईँले यो कुरामा चाहिँ आफ्नो हक अधिकारको लागि चाहिँ सम्बन्धित निकायमा तपाईँ जान सक्नुहुन्छ होइन नत्र त्यो बाहेक अब अदर सचिवले गर्ने कुरा भएको हुनाले यसमा चाहिँ तपाईँले कहाँ जान सक्नुहुन्छ त्यहाँ जानुहोस् भनेर मैले तपाईँले भन्नुहोस् त विकास सरसँग चाहिँ के छ उहाँले चाहिँ तपाईँको पुरै डकुमेन्टहरू राम्रो छ तपाईँ यहाँ नभयो भने चाहिँ अरू ठाउँमा न्यायको ढोका ढकढकाउ जानु पनि सक्नुहुन्छ भनेर भन्नुहुन्थ्यो तर त्यो दिन चाहिँ उहाँ सचिव सरले चाहिँ मलाई फोन गरेर 81 तार म एकछिनपछि जान्छु भन्दा पनि उहाँले तुरुन्तै जानु वडामा तुरुन्तै जानु गएर विकासलाई भेट्नु विकासले सबै सल्टाउँछ भन्नुभयो र सबै कुरा विकाससँग गर्नु हुन्छ त्यो भन्नुभएको थियो सचिवले चाहिँ त्यो भएको कारणले चाहिँ म उहाँ दाइसँग चाहिँ आउँदा ठोकिएको आएर त्यो दिन चाहिँ त्यस्तो कुरा भन्दा अगाडि विकास सरसँग तपाईँको घुसको लेनदेनको विषयमा अरू डिल भएको छ कि छैन हजुर छैन उहाँ मेरो एकदम बहिनी भन्नुहुन्छ मलाई पनि मैले पनि दाइ भन्छु जति डिल भएको छ सचिवसँगै भएको छ हजुर हो सचिवसँगै हो तपाईँसँग उहाँले कति दिन सक्छौ भनेर तपाईँसँग सोध्नुभयो बारम्बार सोध्नुहुन्छ विकास सरसँग तपाईँको गुनासो छ कि छैन हजुर त्यस्तो त खासै छैन तर यो कुरा चाहिँ किन आयो भन्ने कुरा चाहिँ अलिकति चाहिँ चासोको कुरा चाहिँ छ विकास सर अब सुन्नुहोस् है एउटा मात्रै कुरा सचिवले 3 लाखको डिल गरिरहेका छन् सचिवले बिहान के भन्छन् सबै कुरा विकाससँग गर्नु सबै कुरा विकाससँग गर्नु भनेको त्यहाँभन्दा अगाडि जे कुराकानी भइरहेको छ त्यो हिसाबले के अर्थ आउँछ भनेपछि पैसाको डिल पनि विकाससँगै गर्नु पैसा पनि विकासलाई बुझाउनु भन्ने अर्थ आउँछ त्यसको सबै कुरा विकाससँग गर्नुहोस् त्यसपछि तपाईँले त्यसलाई इन्कार गर्ने गरेर पैसाको कुरा मसँग हुँदैन नगर अथवा तिमी सम्बन्धित ठाउँमा जाऊ कानुनी हिसाबले अगाडि बढ तपाईँले भन्नुभएको छ तर तपाईँले कति दिन सक्छौ भन्ने हिसाबको जो डिल गर्नुभयो जो बार्गेनिङ गर्नुभयो कति दिन सकिन्छ 3 लाख दिन धेरै भयो 3 लाख त धेरै भयो भन्नुभयो तपाईँले पनि 3 लाख त धेरै नै भयो कति दिन सकिन्छ भनेर तपाईँले सोध्नुभयो फगत म त यति मात्रै तपाईँलाई सोध्न आएको हुँ कि
तपाईँसँग त्यो लेनदेनको कुनै चक्कर थिएन, उहाँसँग पनि तपाईँको राम्रो सम्बन्ध छ भनेपछि तपाईँ बिचमा कहाँबाट टप्किनु भयो? मेरो यो दशा भन्नु कि सर, यो उहाँले गरेको उहाँले आफूले गर्नु भइरहेको कुरामा चाहिँ म कहाँ आएर ठोसेको हुनाले चाहिँ मैले उहाँले थाहा पाएपछि मैले तपाईँले चाहिँ सम्बन्ध निकायमा कि जानुहोस् होइन, यो गर्ने कुरा चाहिँ मेरो कुरा पनि होइन, सचिव सरको अन्डरमा भएको हुनाले मैले बुझेँ तपाईँलाई सचिवले परिबन्धमा पारे भन्न खोज्नु भयो तपाईँले होइन? पारेको उहाँले पारेको भन्नाले म भुलवश यसमा इन मात्र भएको। अनि सचिवज्यूले पछाडि बेलुका तपाईँलाई के गर्नुभयो अरे? सचिवजीले मैले भने नि उहाँको सहजकर्ताको लागि मैले भनिदिएको, मैले बेलुका के अब यो अस्ति हामी आयौँ नि वडा कार्यालयमा आएपछि बेलुका उहाँले चाहिँ अब यो कुरामा चाहिँ मसँग ठोकिँदाखेरि उहाँले चाहिँ अब मैले बन्डर मिस्टेक पनि गरेँ, गल्ती पनि गरेँ होइन, विकास भाइ के हुन्छ अब कसरी समाधान गर्न सकिन्छ भनेर मसँग उल्टो माफी मागेँ कि मैले नि उहाँलाई चाहिँ भने तपाईँलाई मैले सचेत पनि गराएको। खुट्टा पनि ढोगेँ सचिवले? त्यस्तै भयो सर, भने नि सचिव सरले गल्ती गर्नुभयो, मैले त्यो कुरामा तपाईँले उहाँको कुरा सब राइट थियो भनेपछि तपाईँले चाहिँ त्यो काम गरिदिनु पर्ने थियो होइन, तपाईँले यो नगर्नु भएको हुनाले नि यो अहिलेको यो स्थिति आएको तपाईँको कारणले भनेको भनेपछि उहाँ दोषी रहेछ भनेर त्यसरी बुझ्नु परेको सर। हस्, धन्यवाद यहाँलाई। यहाँ प्रकाशमान उदास वडाध्यक्षको कार्यकक्ष छ, वडाध्यक्षको कार्यकक्ष आज पनि खाली छ। मोहन प्रसाद ढुङ्गाना सचिवज्यू यहाँ हुनुहुन्न, भर्खरैसम्म हुनुहुन्थ्यो सचिवज्यू, यही हुनुहुन्थ्यो, जानुभयो अहिले? खै भर्खरै यतै निस्किनु भएको थियो सर। निस्किनु भयो भर्खरैसम्म यही यही हुनुहुन्थ्यो। यो कार्यक्रम प्रसारण हुनुभन्दा 24 घण्टा जस्तो अगाडि फेरि वडा सचिव हाम्रो कार्यालयमा आइपुग्छन् र भन्छन् क्यामेरा अन गर्नुहोस्, अब क्यामेरा अन गर्नुहोस्। त्यसपछि के हुन्छ त्यो एकैछिनमा प्रस्तुत गरौँला। त्यसभन्दा अगाडि वडाध्यक्षको समेत यसमा संलग्नता छ भन्ने दाबी सेवाग्राहीको छ। 3 नम्बर वडाको 3 लाख काण्डको यो फेरिस्त भइरहँदाखेरि वडाध्यक्ष कहाँ छन्, के गर्दैछन्, चुनावको बेलामा सुशासन कायम गर्छु भनेर चर्का नारा लगाएका जनप्रतिनिधिहरू आफ्नै कार्यालयमा यसरी घुसकाण्डहरू सार्वजनिक भइरहँदाखेरि के हेर्दैछन् र सेवाग्राहीले गरेको जस्तो दाबी उनको समेत संलग्नता हो कि होइन? 3 नम्बरका वडाध्यक्षसँग 3 लाख काण्डको नालीबेदीमा प्रश्न गरौँ। यो हेर्नुहोस्, हामीसँग हुनुहुन्छ वडाध्यक्ष प्रकाशमान उदास, उतापट्टि यो घुस प्रकरणको सेवाग्राही हामीसँग हुनुहुन्छ, यहाँ नजिकै हुनुहुन्छ। अध्यक्ष नमस्कार, स्वागत छ। नमस्कार, धन्यवाद। तपाईँको कार्यालयमा सेवा लिन आएका एकजना सेवाग्राही तपाईँको अगाडि हुनुहुन्छ। अहिले तपाईँका वडा सचिवले 3 लाख रुपियाँ घुस माग्छन्। 3 लाख रुपियाँ घुस के को लागि माग्छन् भन्दाखेरि जन्मदर्ता प्रमाणित गर्नको लागि, जन्मदर्ता प्रमाणपत्रको लागि र नागरिकता सिफारिसको लागि समेत भनेर उनले एकमुष्ट 3 लाख रुपियाँमा काम हुन्छ भनेर रकमको माग गर्दछन्। त्यसपछि मिडिएटरको रूपमा उनले विकास पुन नाम गरेका अर्का कर्मचारी खटाउँछन्। तपाईँसँग सेवाग्राही आउँदाखेरि, तपाईँसँग कार्यकक्षमा सेवाग्राही आउँदाखेरि सेवाग्राहीका अनुसार तपाईँले कार्यालयबाट यहाँ बस्दै नबस, तिमी निस्किहाल, यो काम हुँदैन, गर्दिन भनेर तपाईँले पठाउनुहुन्छ। बाहिर निस्केपछि सेवाग्राहीसँग सचिवले 3 लाख रुपियाँ दिएपछि काम बन्छ भनेर भन्छन्। के हो अध्यक्षज्यू यो? धन्यवाद अबिल भाइ। जुन आज 3 नम्बरमा जुन चर्चा परिचर्चा भइरहेको छ त्यसको लागि चाहिँ तपाईँले मलाई जानकारी दिनुभयो। सबभन्दा मुख्य कुरो तपाईँले म धन्यवाद दिन चाहन्छु, किनभने मैले थाहै पाएको थिएन। तपाईँले मलाई यो जुन जानकारी दिनुभयो नि त्यसको लागि तपाईँलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। किन भन्दाखेरि तपाईँको केही भार या केही त्यस्ता व्यक्तिहरू छन् भने अब त्यो भोलिको दिनमा प्रमाणित होला, आफ्नो ठाउँमा छ र त्यो जुन एउटा त्यो भारलाई तपाईँले चाहिँ मलाई चाहिँ एउटा भारबाट एउटा उम्काउने जुन तपाईँले मलाई प्रयास गरिदिनुभयो त्यसको लागि म आभार व्यक्त गर्न चाहन्छु। यो सब जुन सेवाग्राहीले भन्नुभयो नि, उहाँलाई मैले यहाँ बस्दै नबस्नु, निस्कनु भनेर जुन भन्नुभयो नि, यो मैले कदापि मैले भनेको छैन। आज ठिक्क 3 वर्ष भयो, उहाँले भन्नुभएछ 4-5 वर्ष अगाडिदेखि मसँग त्यस्तै व्यवहार गरेको छ भन्नुभयो। जब म आएकै भयो यहाँ 3 वर्ष भयो, 4-5 वर्षदेखि यहाँ अरूले भनेको छ भने मैले त्यसको कुनै दिनमा के भएको थियो? तपाईँ यहाँ नबस्नुहोस्, बाहिर जानुहोस्, तपाईँ यहाँ बस्दै नबस्नुहोस् भनेर तपाईँले भने होइन सेवाग्राहीलाई? मैले भनेकै होइन। म तपाईँको अगाडि सोधौँ सेवाग्राहीलाई, सोधौँ, तपाईँले भन्नुहोस् त के भएको थियो त्यो दिनमा?
हजुर मेरो एकचोटि मलाई चाहिँ सचिव सरलाई चाहिँ अध्यक्षलाई भेटाइदिनु भनेर आउँदाखेरि चाहिँ सचिव र म फाइल लिएर आइसकेपछि चाहिँ उहाँ हुनुहुन्थ्यो अनि उहाँ भइसकेपछि चाहिँ अनि मेरो फाइल उहाँले चाहिँ उहाँ मिरा पुनगर पूजाको चाहिँ फाइल आएको छ एकचोटि हेरिदिनु सर भन्ने सचिवले राखिसकेपछि चाहिँ उहाँले चाहिँ यो उहाँले नै बोल्नु भएको 4-5 वर्ष भइसक्यो यो फाइल म पल्टाउनै चाहन्न उहाँको डिटेल मलाई थाहा छ भन्नुभयो अनि मलाई फेरि म यहाँ बसिरहेको थिएँ साइडमा कुर्सीमा तपाईँ गइहाल्नुहोस् भन्नुभयो 2 पटक अनि मैले पछाडि फर्केर हेरेँ अनि कोही छैन अनि त्यसपछि म उठेर झुकेर सर मलाई भन्नुभएको भन्दाखेरि उहाँले तपाईँ नै गइहाल्नुहोस् भनेर 3 चोटिमा मलाई बाहिर पठाउनु भयो अनि ढोका ल्याइहाल्नुहोस् भनेपछि सचिव सरले ढोका लाउनु भयो उहाँहरूले 15 मिनट जति मिटिङ बस्नुभयो अनि त्यसपछि सचिव चाहिँ कामै गर्नु दिनुहुन्न उहाँ सरले के भएको यस्तो उस्तो कुरै मिल्दैन हाम्रो अध्यक्ष र सचिवको कुरा मिले पो काम हुन्छ भनेर उहाँ झर्किनु भयो उहाँ सरले चाहिँ नाटकबाजी गरे जस्तो गरेर तपाईँको काम हुँदैन यताउति तपाईँले यस्तो काम पनि ल्याउने भने यस्तो नाटकबाजी गरेर उहाँहरूको मेलो मुतो 100% छ उहाँले चाहिँ नाटक एउटा झगडा गर्ने एउटाले मिला जस्तो गर्ने गरेर उहाँ चाहिँ गइहाल्नुभयो भन्नाले यो के अरे ओडाबाट गइहाल्नुभयो अध्यक्षको समेत मिलो मतो छ यो घुस प्रकरणमा भन्न खोज्नु भएको तपाईले हजुर हजुर हो कसरी भन्नुभयो यो चाहिँ किन भन्दाखेरि सचिव सरले चाहिँ मलाई चाहिँ सुरुमा यो मेरो जन्म दर्ता गर्न आउनु नानीको गर्नु पर्यो भनेर आउँदाखेरि चाहिँ उहाँले चाहिँ ल 3 लाखमा बन्नु सबै जन्म दर्ता सिफारिस नागरिकता म 1 हप्तामा दिन्छु भन्नुभएको अनि सर म त सँग पैसा छैन त्यस्तो भन्दाखेरि उहाँले 1.5 लाख ल्याउनुहोस् भन्नुभयो 1.5 लाख छँदै छैन सर के गर्ने भन्दाखेरि चाहिँ तपाईँको 1.5 लाख ल्याउनुहोस् मेरो यहाँनिर चाहिँ जन्म दर्ता गरिदिन्छु सिफारिस र नागरिकता चाहिँ अर्को साल आएर अथवा अर्को छुट्टीमा आएर चाहिँ तपाईँले बनाउनु किन भन्दा अध्यक्षज्यू मान्नु भएन भनेर उहाँले कुरा क्लियर गरिदिनु भएको छ अध्यक्षज्यू सबैभन्दा पहिला यो घुसको काण्डभन्दा पहिला तपाईँको सेवाग्राही तपाईँको कार्यालयमा सेवा लिन आउँदाखेरि सेवा दिन नमिल्ने हो भने यो कारणले मिल्दैन भन्न पठाउनु पर्यो होइन भने काम गरेर पठाउनु पर्यो यहाँ नबस गइहाल त्यो तपाईँको प्राइभेट प्रपर्टी हो यो तपाईँको घरमा आएको हो तपाईँको प्राइभेट प्रपर्टी हो यो सरकारी सम्पत्ति होइन तपाईँको जति अधिकार छ यहाँ सेवाग्राहीको त्यति अधिकार छैन अध्यक्षज्यू यहाँ सेवाग्राहीको होइन नेपाली नागरिकको कुनै पनि त्यत्तिकै अधिकार छ मैले त्यो शब्द मैले भनेकै छैन भन्दै नभनेको शब्द उहाँले किन त्यो भन्नुभयो मलाई थाहा छैन अब तपाईँले अध्यक्षज्यूले चाहिँ यो काम हुँदैन म हेर्दिनँ फाइलै हेर्दिनँ तपाईँले फाइलै हेर्दिनँ फाइलै नहेर्नुपर्ने के छ यहाँ सुन्नुहोस् फाइल उहाँको जन्मदर्ताको विषयमा थियो जन्मदर्ताको विषयमा मलाई त मैले गर्ने कुरा होइन सचिवले गर्ने कुरा हो मैले सचिवलाई उहाँले के भनेको थिएँ भन्दाखेरि फाइल हेर्नुहोस् मिल्ने सम्बन्ध चाहिँ मिलाएर गरिदिनुहोस् नमिल्ने कुरा हो भने नियम अनुसार यताउता मिल्दैन भने जन्म दर्ता सँगसँगै नागरिकताको सिफारिस पनि चाहिएको छ नागरिकताको सिफारिस तपाईँ माथि पनि बुझाउनु पर्छ भनेर भन्नुहुन्छ सचिवले माथि पनि त्यो बाहिर भएको कुरा यताउता मलाई कुनै सरोकार एक सेकेन्ड माथि पनि बुझाउनु पर्छ भन्नु उहाँले माथि भन्नुभएको छैन डाइरेक्ट अध्यक्षज्यू मान्नु भएन तपाईँले चाहिँ मसँग चाहिँ 1.5 लाख म लिन्छु मेरो सिफारिस यो जन्म दर्ता गरिदिन्छु तपाईँले सिफारिस र नागरिकता चाहिँ अर्को साल आएर गर्नु म त तपाईँसँग म तपाईँलाई प्रश्न गर्न दिनुहोस् प्रश्न मात्रै गर्न दिनुहोस् पहिला 3 लाख रुपियाँ मागे सचिवले त्यो मागेको कुरा मागे कि मागेनन् भन्ने कुरा अब यसलाई अरू प्रमाणित गर्न के गर्न भन्दाखेरि पनि म तपाईँलाई सचिवले स्वीकारेको रेकर्ड देखाइदिउँला अब यति भएपछि मान्नुहोस् तपाईँ सचिवले आफूले स्वीकारेको रेकर्ड देखाइदिउँला म तपाईँलाई अब उहाँले आफू आउनुहुन्छ अध्यक्षलाई भेट्नुहुन्छ फाइल हेर्दिन अनि बाहिर गएर सचिवले भन्छन् 3 लाख दिएपछि हुन्छ यहाँ सुन्नुहोस् न जब त्यो जन्म दर्ताको मेरो कामै होइन के सिफारिस पनि छ नागरिकता सिफारिस पनि छैन जन्म दर्ता पछि उहाँको अनप्रोसेस छ के अनप्रोसेस छ छैन एकछिन अरु छैन एकछिन जन्म दर्ता पछाडि सिफारिसको कुरा छ उहाँले त अहिले उहाँ विदेश बस्ने मान्छे अहिले नै यो लिएर जानु पाए हुन्थ्यो भन्ने कुरा यो सबै कुरा सचिवलाई थाहा छ मलाई त्यो जानकारी केही छैन त्यसपछि मैले उहाँलाई त्यो जन्मदर्ताको विषय हो त्यसपछि के कसो भयो त्यसपछि हप्ता 10 दिन अगाडि आउनुभएको मलाई केही कुरा मलाई थाहा छैन थाहा नभएको कुरा मैले कसरी थाहा छ भन्ने मिलो मटोको भयो सचिवलाई ल्याउनुहोस् न अहिले मैले के भन्नुपर्छ कसो गर्नुपर्छ म भन्छु नि त अच्छा यदि उसले भनेको छ भने अध्यक्षको मिलो मटो छ भनेको छ भने कुन हिसाबले छ आजको दिनसम्म उहाँले भन्नुभयो 4-5 वर्ष भयो भन्नुहुन्छ म आएको बल्ल यहाँ 3 वर्ष भइरहेको छ अच्छा तपाईलाई यो फाइलको बारेमा जानकारी छ यो उहाँको फाइलको बारेमा जानकारी छैन फाइल के हो यो प्रकरण के हो जन्म दर्ताको भन्ने बित्तिकै घटना दर्तासम्म जन्म दर्ता विवाह दर्ता बसाइसराई यिनीहरू त सबै सचिवको काम हो त
कहाँ मिलेछ भने गरिदिन्छ उहाँले, कहाँ मिलेछन् भने गरिदिन्न। तपाईलाई सचिवले यो सिफारिस नागरिकताको सिफारिस तपाईँले दिनु सकिदिनु एकैछिन सचिवले तपाईँलाई नागरिकताको सिफारिस दिन हो कि होइन अध्यक्षज्यू भनेर कुराकानी गरे गरे छैन। तपाईँ यहाँको म तपाईँसँग लामो कुरा गरेँ सचिवसँग मैले गरेछ उहाँको त्यो जन्मदाताको कुरा आउँदाखेरि यदि नियम सङ्गत छ भने दिनुहोस्, मैले भनेको त्यति हो। अनि उहाँहरू जानुभयो, त्यसपछि आजै उहाँले पहिलो देखेको आजै हो, त्यसपछि आज 8-10 दिन भयो होला। जब मैले गर्दै नगरेको कुरा उहाँले भन्नुहुन्छ कसैलाई ब्लेम लगाउँछन् त्यसको प्रमाण गरेर देखाउनु पर्यो त, कुरा त्यो हो नि त। केही छ तपाईँको मैले बाहिर जानुहोस् यताउता भनेको यदि त्यो रिकट छ भने देखाउनुहोस्। तपाईँको कक्षा कोठामा भइसकेपछि मैले कसरी रेकर्ड देखाउने त सर? तपाईँको कक्षा कोठामा भइसकेपछि मैले कसरी रेकर्ड देखाउने? तपाईँले 3 वचनमा मलाई बाहिर लखटेर सचिवसँग तपाईँले मिटिङ गर्नु भएको हो कि होइन? मिरापुन गर्बुजाको फाइल मलाई थाहा छ, म यो हेर्नै चाहन्न, मसँग टाइम पनि छैन भनेर तपाईँहरू यहाँ ढोका थुनेर मिटिङ गर्ने तपाईँहरू अहिले मलाई सोध्नुहुन्छ, म एउटा पीडित महिलालाई सोध्नुहुन्छ। आम जनताले चाहिँ तपाईँको एउटा लोन दिदी लोन दाइ मलाई समस्या पर्यो, कहाँ छ होला, कहाँ जाने होला भन्दाखेरि उहाँहरूले यस्तो ठाउँमा जाऊ बहिनी भनेर सहयोग गर्नुहुन्छ भने तपाईँ यहाँ यस्तो कुर्सीमा आइसकेको मान्छेले एउटा समस्या लिएर जनता आइसकेपछि तपाईँले यो कमी कमजोरी भएको छ बहिनी अथवा दिदी तपाईँले चाहिँ यसो गरेर यसरी टुङ्गो पुऱ्याएर आउनु अथवा यहाँ जानु भनेर भन्नु। ल ठिक छ ल सुन्नुहोस्, यो होइन मैले तपाईँलाई अगाडिदेखि भन्नु खोजेको एउटा कुरा के हो भने नि सेवाक राईले दुःख पाए, सेवाक राईले दुःख पाएको कुरा सत्य हो, यसमा कुनै समस्या दुई मत छैन। सेवाक राईले दुःख पाए, अब तपाईँ सेवाक राईले दुःख मात्रै पाएनन्, सेवाक राईसँग घुस समेत मागियो। अनि त्यो विषयमा सेवाक राईले वडाध्यक्षको कुर्सीमा वडाध्यक्षको कार्यकक्षमा आउँदाखेरि वडाध्यक्षले जुन व्यवहार देखाउनु भयो त्यसले थप अन्यायको महसुस सेवाक राईलाई भयो। यो तपाईँको नेचर हो, तपाईँको स्वभाव त्यस्तो हो भने अलग कुरा भयो, नत्र तपाईँले सेवाक राईलाई जसरी रेस्पोन्स गर्नुपर्ने थियो। हजुरको मैले जति सेवाक राईको रेस्पोन्स गर्छु आजसम्म मैले 99%हरूलाई मैले चित्त बुझाएर पठाइदिइरहेको छु। आएको मेरो टेबलमा आएको कुराहरू यदि उहाँको र सचिवको त्यो यदि लेनदेनको यता र सचिवले दुःख दिएको या कर्मचारीले दुःख दिएको थियो भने उहाँले मलाई आएर भन्नुभयो हुन्थ्यो त। उहाँलाई त तपाईँमाथि शङ्का भयो, तपाईँमाथि शङ्का भएपछि त तपाईँलाई भन्नुपर्ने कुरा भएन। शङ्का गर्छ र मैले के गर्ने भने तपाईँलाई नभनेको किन भन्दाखेरि यसको जवाब त मैसँग उहाँसँग सोध्नु पर्दैन, किनभने उहाँलाई शङ्का त तपाईँको मिले मात्र छ भन्ने शङ्का लागिसके पछाडि सुन्नुहोस् न, शङ्का त हुन्छ नि त, शङ्का हुन्छ नि त, शङ्का त तपाईँले पनि गर्नुहुन्छ नि कहिले काहीँ, शङ्का त गरिन्छ नि, जसले पनि गरिन्छ, शङ्का गर्न त पाइयो। शङ्का गरेपछि आफूले शङ्का अनुसारको आफ्नो व्यवहार देखाउने हो। तपाईँले पनि केही कुरामा शङ्का गर्नुहुन्छ त्यही अनुसारको व्यवहार देखाउनुहुन्छ। अब अरू कुरा छोडौँ, तपाईँसँग म धेरै लामो डिस्कस गर्दिनँ। तपाईँको वडाका वडा सचिवले, तपाईँको वडाका विकासपुन नाम गरेका कर्मचारीले सेवाक राईसँग 3 लाख रुपियाँ घुस माग्छन्। सचिवले पुरै पोखरा डुलाउँछन्, मारवाडीमा लगेर 6 बजेदेखि बेलुका 9 बजेसम्म राखेर 3100 को मिक्स मिठाई रसबरी खान्छन्। यो सब भइरहँदाखेरि तपाईँ वडाध्यक्ष चुनावको बेलामा त सुशासन ल्याउँछौँ भनेर नारा लगाउनु भयो होला, बढ्न ताली पनि बज्यो होला, पत्याए जनताले भोट हालेर जित्नुभयो, तपाईँको सुशासन यही हो। तपाईँ यो सब यो भइरहँदाखेरि तपाईँको नियमन तपाईँको मोनिटरिङ कहाँ गयो अध्यक्षज्यू? अब के अरे हरेक कर्मचारीहरूको पछि लागेर म पनि हिँड्न भ्याउँदिनँ हो। अब उहाँहरूको मिलोमिठो सेटिङ कहाँ कस्तो भयो मलाई त्यो थाहा छैन, बाहिरको कुरामा मैले थाहा दिएँ नि त तपाईँलाई। अहिले हजुरले भने पहिला हजुरलाई मैले आभार व्यक्त गरेँ त, मैले हजुरले मलाई जुन थाहा दिनुभयो त्यसको लागि म आभारी छु के हजुरप्रति। तपाईँको कार्यालयमा भएका चिज तपाईँलाई नै थाहा भइदिए हुन्थ्यो भन्ने हाम्रो चाहिँ चाहना हो। तर यहाँ सबै थाहा त हुँदैन त, मैले थाहा पाएसम्म मैले गाली गर्छु, केही यताउता कमी कमजोरी भयो भने ऊ हाम्रो अब वडा सदस्यहरू हुनुहुन्छ उहाँहरूलाई पनि मैले सकेसम्म यस्ता कुराहरूमा मैले सतर्क गराइरहेको हुन्छु होइन। सकेसम्म मैले गर्ने हो त, मैले नसकेको कुरा मैले कहाँबाट गर्ने? त्यसो अन्तिममा यो प्रकरणमा मैले तपाईँलाई अरू धेरै कुरा भनिनँ, घुस मागेका हुन् कि होइनन् भन्ने कुरामा कन्फ्युज हुनुभएको छ भने सचिवज्यूको स्वीकारेको रेकर्ड छ, अरू रेकर्डहरू छन्। अब सुन्नुहोस्, 6 भनेपछि मान्नुहोस्, मैले 6 भने मान्नुहोस्, यो रेकर्ड पनि छ, मैले 6 भनेपछि मान्नुहोस् है। अब म यसै कसैले भन्यो भन्दैमा माइक लिएर आउँदिनँ। अब तपाईँको भनाइ के हो त? यो सब प्रकरणमा मैले तपाईँलाई जानकारी गराएँ, ध्यानाकर्षण गराएँ, यी डकुमेन्टहरू छन्, यी कर्मचारीले यसो गरे, सेवाक राईको त तपाईँमाथि नै चार्ज छ। अब तपाईँको कुरा चाहिँ के हो यो प्रकरणमा? वडाध्यक्षको कुर्सीबाट वडाध्यक्षले भन्ने कुरा के हो? अब यदि
सेवाग्राहीसँग हाम्रो कर्मचारीले यदि घुस मागेको एउटा अनियमितता यताउता गरेको हो भने होइन त्यो कर्मचारीले पाउनुपर्ने सजाय पाउनुपर्छ नियम कानुन अनुसार होइन र भोलिको दिनमा पनि यस्तो क्रियाकलापहरू कोही कतैबाट हुनु हुँदैन कर्मचारीबाट होस् या चाहिँ जनप्रतिनिधिबाट होस् मेरो विचार मेरो सुरुदेखिको मेरो सोचाइ नै यही हो म यसमा कति सफल हुन्छ अब के गर्ने यदि कर्मचारीले मागेको हो भने होइन मागेको हो या दिएको पनि छ कि छैन त्यो मलाई थाहा छैन मागेको हो होइन तपाईँले भन्नुभयो मैले तपाईँको विश्वास गरेँ ल एउटा कुरा तपाईँले भनेको उसमा मैले एउटा कुरो होइन हो भने यदि उसले कानुनको दायरामा ल्याएर के कति सजाय दिन सकिन्छ यताउता त्यो गरौँ यसमा मेरो पनि हातेमालो हुन्छ कसैले यदि दोषी छ भने दोषीलाई कारबाही त गर्नु पर्यो त तपाईँमाथि उठेका प्रश्नको विषयमा पनि अनुसन्धान गर्नुपर्ने छ भने तपाईँ तयार हुनुहुन्छ एकदमै तयार छु एकदमै हस् धन्यवाद यदि यो पनि हो कि यदि त्यो दोष दिने मान्छेले यदि त्यसमा उस छ भने उसले पनि त्यो भागीदार हुनुपर्छ यदि जसले दोष दिन्छ नि दोष दिने मात्र मलाई पनि त तनाव त भयो होला सरी है मैले पनि अलि चर्को स्वरमा बोलेँ यताउता त्यसको लागि माफी चाहन्छु होइन यदि उहाँले जुन मलाई चाहिँ एउटा मेरो मिलो मटोमा छ भन्ने कुरा एउटा एक पोइन्टमा त मलाई देखाइदिनुहोस् 100मा म यो क्यामेरामा धेरै लामो समय तपाईँसँग समय लिन्न तपाईँ यसै पनि अलि साइ नेचरको हुनुहुन्छ भन्ने मैले थाहा भएपछि म लामो समय लिन्न तपाईँ दोष दिन पनि त मिलेन नि अभिल भाइ तपाईँको जस्तो एउटा यति तपाईँ सुन्नु न दोष पनि कसैले दोष दिएर त्यति गर्न त पाएन नि त सुन्नु न दोष दिनु मैले जसले दोष दिन पाउँछ र कुनै उस भयो भन्ने सुन्नु न पुलिसले मान्छे समाउँछ पुलिसले लगेर थुन्छ पाइन्छ त्यसपछि पुलिसले मुद्दा चलाउँछ अदालतले निर्दोष भनेर छोडिदिन्छ ठिक छ अब त पुलिसलाई के गर्ने त्यो थुन्ने पुलिसलाई के गर्ने अनुसन्धान हुन्छ निर्दोष भयो भने त त्यो त छुट्यो त यदि म दोषी छ भने मलाई गर्नु पर्यो यदि दोष लगाउने छ भने दोषीलाई पनि त उस गर्नु पर्यो दोष लगाउनेलाई त्यो पुलिसलाई अब के गर्ने पुलिसले पनि एउटाको जाहेरीले पढ्नुहोस् न एकछिन पढ्नुहोस् है पुलिसले समाउँछ मान्छे मुद्दा चलाउँछ अदालतमा पेश गर्छ पुलिसले मान्छे किन समाउँछ कसैले उजुरी दिएर समाउँछ एक सेकेन्ड कसैले उजुरी दिएर देखाउँछ समाउँछ तर त्यो उजुरी प्रमाणित भएन अदालतले छोडिदियो अब अदालतले छोडियो त्यो उजुरी गर्ने मान्छेलाई पुलिसले के गर्छ अब सरकारले के गर्छ अब त्यसबाट तपाईँले मलाई कुट्नु भयो भनेर मैले उजुरी गर्न गएँ पुलिसकोमा तपाईँलाई पुलिसले पक्राउ गर्यो तपाईँलाई अदालतले छोड्यो तपाईँले पिट्नु भएको छैन भनेर भन्यो अब मलाई के गर्ने अब होइन तपाईँले के गर्ने कानुन छ भनिदिनुहोस् न के गर्ने कानुन छ तपाईँलाई मलाई कुन दण्ड दिने तपाईँले कति क्षतिपूर्ति पाउने यदि मैले नकुट्दै गर्दाखेरि तपाईँले मैले कुट्यो भनेर जुन मलाई चाहिँ त्यो तनाव दिनुभयो नि त्यसको लागि मैले कानुन व्यवसायीसँग सल्लाह गरेर उहाँले मलाई नहुने आरोप लगाउनु भयो त्यसको लागि उहाँले पनि के कानुन बमोजिम के सजाय हुनसक्छ त्यो गराइदिनु भयो मैले कानुनहरूसँग चाहिँ कानुनविदहरूसँग सल्लाह लिन जाने हो मैले जाने कुरा त्यति हो कोही उजुरीकर्ताको उजुरी अनुसारको न्यायालयले जस्टिफाई गरेन भने उसलाई क्षतिपूर्तिको व्यवस्था गर्ने अथवा उसलाई मुद्दा चलाउने त्यस्तो कुनै देख्नु भएको छ त्यो त मलाई थाहा छैन मैले थाहा नभएको चाहिँ मैले कसरी थाहा छ भन्ने यदि कसैले अझ हजुरले भन्नुभयो सिम्पल कुरा अध्यक्षज्यू सिम्पल कुरा यो सेवाग्राहीसँग चाहिँ घुसको प्रकरणमा होइन प्रश्नहरू उठेका छन् तपाईँले प्रश्न पार्ने र जनतामाझ तपाईँ माझिने तपाईँले जवाफ दिने यो क्यामेरालाई होइन यो मलाई होइन तपाईँले जनता दिने जनतालाई हो तपाईँले अहिले जनतालाई जवाफ दिइरहनु भएको छ घर घरमा पुगेर जवाफ दिन सक्नुहुन्न त्यस कारणले गर्दाखेरि घर घरमा पुर्याउने मिडिया मार्फत तपाईँले जवाफ दिइरहनु भएको छ गण्डकी छड्के जस्तो एउटा पपुलर एउटा चाहिँ उसमा यदि कसैले त्यो गल्ती उसले मागेको हो भने तपाईँले भन्नुभयो यदि हो भने उसले कानुन बमोजिम यताउता उसले सजाय हुनुपर्छ हस् धन्यवाद हस् दर्शक वडाध्यक्षज्यूकै कार्यकक्षमा छौँ हामी र वडाध्यक्षले अघि वडाध्यक्षज्यूसँग गरिएको संवादलाई सम्पादन नगरिकन सबै प्रसारण गरिदिने भनेर उहाँले भन्नुभएको छ र त्यसलाई हामीले स्वीकार गरेका छौँ केही पनि सम्पादन नगरिकन प्रसारण गरेका छौँ यसो त सैद्धान्तिक हिसाबले सम्बन्धित व्यक्तिलाई जन्म दर्ताको प्रमाणपत्र नदिनुपर्ने कारण छैन सैद्धान्तिक हिसाबले त अदालतले व्याख्या गरिसकेको छ नाता प्रमाणित गरिसकेको छ माना चामल लगायतका मुद्दाहरूमा फैसला गरेर सम्बन्धलाई स्थापित गरिसकेको छ स्वाभाविक हिसाबले जन्म दर्ता पाउने विषय छ सैद्धान्तिक हिसाबले अब टेक्निकल टर्महरू देखाएर कर्मचारीले बखेडा झिक्ने कुराहरू त छँदैछन्
सेवाग्राहीले अदालतमा दायर गरेका मुद्दाहरू र तिनमाथि भएका फैसलाहरूलाई हेर्दाखेरि उनलाई जन्म दर्ताको प्रमाणपत्र नदिनुपर्ने सैद्धान्तिक कारण पटक्कै छैन। 3 नम्बरको यो 3 लाख घुस काण्डमा वडाध्यक्षकै संलग्नता छ, मिलेमतो छ भन्ने दाबी सेवाग्राहीको छ। यद्यपि वडाध्यक्षको संलग्नता पुष्टि हुने तथ्यगत प्रमाणहरू छैनन्, या त वडा सचिवले वडाध्यक्षलाई नै थाहा नदिइकन बेचिदिएको हुनु पर्यो। अब यस पछाडि यो कार्यक्रम प्रसारण हुन 24 घण्टा जस्तो समय बाँकी थियो। त्यसपछि सम्बन्धित वडाका वडा सचिव हाम्रो कार्यालयमा आइपुग्छन्। त्यसपछि क्यामेरा अन गर्नुहोस्, मलाई केही भन्नु छ भन्छन्। त्यसो नि यो प्रकरणलाई लिएर अहिले पोखरा महानगरपालिका वडा नम्बर 3 का वडा सचिव मोहन ढुङ्गाना यति बेला हाम्रो कार्यालयमा आइपुग्नु भएको छ र उहाँले चाहिँ यो विषयमा मलाई अरू थप कुरा भन्नु छ, मैले अस्ति भन्न पाइनँ, मलाई अरू थप कुरा भन्नु छ भनेर उहाँले भन्नुभयो। त्यसो भएपछि भन्नुहोस्, सचिवज्यूलाई भन्नुपर्ने थप कुरा के हो सचिवज्यूसँग बुझौँ। सचिवज्यू नमस्कार है, अब के भन्न चाहनुहुन्छ, तपाईँ के भन्न आउनुभयो? सर मैले कुनै पनि त्यस्तो लेनदेन पनि गरेको छैन सर। लेनदेन गर्नुभयो त मैले त्यही दिन पनि भनेको छैन नि, लेनदेन त गर्नुभएको छैन त। मलाई तर उहाँले अलि पोर्लोभन त्यो काम छिटो गरिदियो हुन्थ्यो, झ्यापझुप गरिदियो हुन्थ्यो, पैसा दिएदेखि गरिदिन्छ कि भन्ने हिसाब किताबले मलाई अलि भएको उहाँले होइन सर। अब त्यो विषयमा मैले त्यस्ता कुरा गरेकै थिएन। अब उहाँले अब अहिलेको डिजिटल जो कसरी के गर्नुभयो, त्यो उहाँ विदेशमा बसेर आउनुभएको रहेछ, देशका इतिहास पल्टनु भएको, अब त्यस्तो दुनियाँ जान्नुभएको रहेछ, मलाई यो थाहा भएन सर। कसरी तपाईँको जस्तो आवाज कसैको निकालिदिनु भयो होला, कसै के गरिदिनु भयो होला होइन, तपाईँ बोल्नु भएको होइन? म बोलेको छैन, दुरुस्तै पारिदिनु पनि सक्नुभयो। अब त्यसमा अहिलेको डिजिटली जो उहाँले प्रलोभनमा पार्नुभयो अनि त्यसपछि विभिन्न खालका कृत्रिम रेकर्डहरू सृजना गर्नुभयो। अहिलेको यो टेक्नोलोजीको दुनियाँमा कृत्रिम रेकर्डहरू सृजना गर्नुभयो र तपाईँलाई फसाउने प्रबन्ध गर्नुभयो होइन त? त्यही गर्नुभएको छ उहाँले। किनभने मलाई चाहिँ पोर्लोभनमा एकचोटि मुखले त्यहाँ भन्नुभएको थियो, तपाईँले झन् यसरी छिटो छिटो भन्नुहुन्छ, मिलेका कागजहरू केही पनि छैनन्, अनि त्यसपछि किन पतिको नाम पनि नायरता छैन, बसाइ सराइ पनि छैन, अनि अदालतले पनि गर्दैन भनेर हामीलाई किटानी दिएको छैन, त्यस्तो अवस्थामा मलाई हेर्नपर्छ बुझ्नुपर्छ भन्दै थिएँ। होइन होइन म तपाईँलाई यसो गर्छु भनेर भन्नुभएको थियो। यसो गर्छु भन्नुभयो अनि पैसा दिएर गर्छु भनेर भन्नुभएको छ। पैसा दिन्छु भन्नुभयो उहाँले, पैसा यति नि पनि भन्नुभएको होइन, तर पछि तपाईँले झन् पैसा दिन्छु भन्नुभएको छ। उहाँले किन यस्तो कुरो भन्नुभयो भनेर म झन् सशङ्कित भएको हुँ सर। पैसाको कुरा आएपछि झन् सशङ्कित भएर दिन्छु भन्नुभयो त। पैसा उहाँले मलाई सुरुमा 2 लाख रुपियाँ दिन्छु भनेर भन्नुभयो। तपाईँले यत्रो 2 लाख रुपियाँ लाग्दैन होला, 2 रुपियाँ लाउनु ठाँ के अरे 200 रुपियाँ लाग्ने ठाँ 2 लाख रुपियाँ दिन्छु भन्नुभयो भनेर म सशङ्कित बनाउनु भयो। मलाई प्रलोभन देखाउनु भएको उहाँले। अनि तपाईँ प्रलोभनमा पर्नुभयो? मलाई प्रलोभनमा मैले काम बुझ्दै थिएँ, मलाई प्रलोभनै भनेर फसाउन चाहने उहाँको नियतै थियो। मैले उहाँलाई तपाईँ प्रलोभनमा पर्नुभयो कि पर्नु भएन उहाँले देखाउनु भयो? मैले यो सबै तपाईँको कुरा सुनिरहेको छु, सबै कुरा सुनिरहेको छु। मलाई अब तपाईँसँग अरू धेरै प्रश्न गर्नु छैन। तपाईँ प्रलोभनमा माने, उहाँले प्रलोभन देखाउनु भयो तपाईँले, तपाईँ प्रलोभनमा पर्नुभयो? मलाई फसाउन चाहेको भए फसाउन जस्तो गर्नु म तर जोगिएँ, तर फसाउन खोज्नुभएको थियो उहाँले। फसाउन खोज्न निकै प्रयास गर्नुभएको रहेछ, कल रेकर्डिङ गर्ने के गर्ने को गर्ने, त्यो कल रेकर्डिङ त गर्नु भएन उहाँले, त्यो त अर्कैको आवाज तपाईँको जस्तो दुरुस्त बनाइदिने। डिजिटलबाट ल्याउनु भयो, डिजिटलबाट कहाँबाट कसरी ल्याउनु भयो, तपाईँको जस्तै दुरुस्तै आवाज दुरुस्ती बनाइदिनु भयो, आयो दुरुस्ती बनाउनु भएको छ उहाँले, जस्तै दुरुस्ती बनाउनु भयो। अरू मैले त्यो उहाँसित मैले केही त्यस्तो प्रलोभनमा मलाई फसाउने उहाँको एकदम नियतै फसाउने भयो। सर तपाईँलाई आवाज दुरुस्तै कसरी बन्छ थाहा छ? त्यो कसरी म टेक्नोलोजीमा त त्यही छैन सर, तर आवाज दुरुस्तै आउँछ भनेर बनाए, त्यस्तो बनायो होला नि, त्यस्तो बनाउन मिल्छ होला, बनायो होला नै, त्यस्तो त्यही भन्नु पर्यो। तपाईँलाई म यति मात्रै सोधौँ कि अरू केही थप सोधौँ? अब भएको कुरो यो सर, अब मैले केही उहाँसित मैले केही गरेको छैन, उहाँको हुने रहेछ भने मैले काम गर्छु भनेर भनेको थिएँ। तपाईँलाई यति कुरा भन्नलाई 5 दिन लाग्यो, यति कुरा भन्नलाई तपाईँलाई 5 दिन लाग्यो होइन? यति कुरा भनेपछि म अलिकति ओभानो हुन्छु कि जस्तो तपाईँलाई लाग्यो? यति कुरा सोच्नलाई तपाईँलाई 5 दिन लाग्यो, 5 दिनपछि तपाईँ आज यो कुरा भन्दै हुनुहुन्छ होइन? यो कुरा हामीले बताइदिनु पऱ्यो होला अब होइन? म आफ्नै काममा व्यस्त थिएँ सर, उहाँलाई त्यो सुस्से दिएर मैले उहाँलाई भनेको पनि थिएन, मलाई उहाँले फसाउन खोज्नुभएको रहेछ, फसाउनु हो, मैले लिएको छैन भने त्यो दिन पनि मैले भनेकै हो, तर उहाँले त्यो फसाउने नियतले आउनुभएको रहेछ, थाहा भएन मलाई भनेर मैले त्यो दिन पनि मैले भनेकै छु सर। जहाँ गुलियो त्यहाँ बाहुन भुलियो
त्यो विषयमा एउटा कुरा त केही गर्न पर्यो भनेर उहाँले बोलाउनु भयो। बोलाउँदाखेरि अनि त्यसपछि म आफू कहाँ बस्नु पनि पानी परेको हुनाले त्यो उसमा बसेकै हो सर। त्यो पानी परेको हुनाले त्यहाँ ओत बस्ने ठाउँमा बसेको हो। तर त्यहाँ बस्ने क्रममा सामान्य चिया पनि खाएँ, चिया खाएको मै पैसा तिर्छु भनेर म आफ्नो हिसाबले किताबले काम गरेर हिँडेको छ। तँलाई यति पैसा दिन्छु त्यति पैसा दिन्छु भनेपछि सेवक राई जसरी हाम्रो सम्पर्कमा आए त्यसरी नै मलाई एकजना सेवक राईले यसरी फसाउन खोजे, अपिल भाइ भनेर तपाईँ फोन गर्दैन हुन्थ्यो नि। यस्तो फोन पनि आओस् न कहिलेकाहीँ, यस्ता फोन पनि आओस् न। अर्को तपाईँले अख्तियारलाई फोन गरेर एउटा सेवक राईले मलाई फसाउन खोज्यो भनेर अख्तियारलाई बोलाएर पक्राउ गरेर पठाउन सक्नुहुन्थ्यो नि। तपाईँले अख्तियारलाई बोलाएर तपाईँले मलाई यसरी फसाउन खोजे, यसरी प्रलोभन देखाए भनेर तपाईँको वडाध्यक्षको कुरा होइन, तपाईँले तपाईँको विभागीय प्रमुख, तपाईँले पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सर मलाई यसो भयो, यसो गरे, मलाई प्रलोभन देखाए भनेर भन्नुभयो। कहाँ भन्नुभयो तपाईँले? तपाईँलाई प्रलोभन आयो भनेपछि त्यसको बारेमा कहाँ उजुरी गर्नुभयो? कसलाई भन्नुभयो तपाईँले? तपाईँलाई माने म एकछिनलाई तपाईँलाई प्रलोभनै आयो, उहाँले प्रलोभनै देखाउनु भयो, तपाईँलाई फसाउनै खोज्नुभयो, तपाईँलाई प्रस्ताव गर्नुभयो म घुस दिन्छु भनेर, मलाई घुस दिन आए भनेर तपाईँले कहाँ उजुरी गर्नुभयो? कहाँ जानुभयो तपाईँ? मैले मेरो पहिलो निकाय त म आफैले पञ्जीका अधिकारी भएको हुनाले त्यो कागज म आफैले हेर्नुपर्ने थियो सर। कागजको कुरा कसले हेर्ने भन्ने कुरा भएन नि। घुस दिन कोही आयो भनेपछि त्यसको विषयमा कहाँ उजुरी गर्नुभयो? घुस त दिनेलाई पनि कारबाही हुन्छ नि, दिनेलाई कारबाही हुँदैन। तपाईँले अख्तियारलाई तपाईँले सम्पर्क गरेको भए सम्बन्धित मान्छेले तपाईँलाई पैसा दिएपछि सम्बन्धित मान्छे पक्राउ पर्थ्यो, सम्बन्धित सेवाग्राही पक्राउ पर्थ्यो। त्यसको बारेमा हामीले रिपोर्टिङ गर्न आउँथ्यौँ। रिपोर्टिङ कसरी गर्थ्यौँ? मोहन ढुङ्गाना भन्ने एउटा इमान्दार कर्मचारी, जो कर्मचारीलाई एकजना सेवाग्राहीले घुस दिन खोजे तर उनले अख्तियारलाई सम्पर्क गरे, मिडियालाई सम्पर्क गरे, त्यसपछि ती सेवाग्राही अहिले पक्राउ परेका छन्। कर्मचारीलाई घुस दिन खोज्ने सेवाग्राही पक्राउ परेका छन् र त्यो पक्राउ आफू इमान्दार भएको प्रमाणित यी वडा सचिव मोहन ढुङ्गानाले गरेका छन्। उहाँलाई धेरै धेरै सलाम छ भनेर यसरी रिपोर्टिङ गर्थ्यौँ नि। यस्तो गर्न पाइन्थ्यो नि जिन्दगीमा कहिलेकाहीँ, त्यस्तो अवसर दिएको भए हुन्थ्यो नि। प्रलोभन आयो भन्नुहुन्छ, कहाँ भन्नुभयो? कसलाई भन्नुभयो मलाई घुस दिन आयो भन्ने कुरा? मलाई सशङ्कित लागिहाल्यो नि सर। वकिलले पनि भन्ने, उसले पनि भनेपछि त मलाई त म थालै दिन्छु भने एउटा सेवा काममा तपाईँको जहाँ कि 1 रुपियाँलाई पैसा नलाग्ने ठाउँमा छ भने त्यो उहाँले दिन्छु भनेपछि त यसमा सशङ्कित म भएर जोगिएको हुँ। तर यहाँ आइन, म आफूले आफ्नो कमजोरी भएर यहाँ आउनुपर्छ भन्ने कुरा होइन, यहाँ आउनु पर्दैन। सम्बन्धित ठाउँमा तपाईँले कहाँ भन्नुभयो त तपाईँलाई घुस दिन आयो भनेपछि? त्यो मेरो कमजोरी भयो सर है, त्यसमा मैले स्वीकारेँ। तर पनि उहाँले मलाई त प्रलोभनमा त आखिर मान्छे हो, मान्छेलाई प्रलोभनमा फसाउन धेरै प्रपञ्च गरेकै हो सर। 2 पटक हाम्रो कार्यालयमा हामीसँग भेट भएका वडा सचिवले पहिलो पटक आफू लालचमा परेको, आफू लोभिएको स्वीकारेका थिए र दोस्रो पटक आफूलाई प्रलोभनमा पारिएको दाबी गर्न आइपुगे। यद्यपि वडा सचिवले आफूलाई प्रलोभनमा पारिएको दाबी गर्न थालेपछि हामीले सम्बन्धित सेवाग्राहीलाई प्रश्न गर्नु पर्यो के वडा सचिवले पैसा लिन्न घुस लिन्न, म त लिँदै लिन्न भनेर भने तपाईँले ल्याउ भन्नुभयो सेवाग्राहीले? त्यस्तो भएको हो? हेरौँ, वडा सचिवले 3-4 दिनपछि आएर के भन्नुभयो हामीलाई भन्दाखेरि चाहिँ मैले पैसा मागेको होइन, मलाई प्रलोभन देखाइयो, म यति पैसा दिन्छु, पहिला पनि यस्तो गर्न लागेको, नमिलेर म पैसा दिन्छु भन्दै नमिलेर हो, पैसा कति लाग्छ म दिन्छु, 2 लाख रुपियाँ त पहिल्यै गर्नुभएको थियो, 2 लाख रुपियाँ दिन्छु, त्यहाँभन्दा बढी पनि म थप दिन्छु, यो त जसै गरिदिनु पर्यो भनेर पहिल्यै सेवाग्राहीले मलाई पैसा दिन्छु भन्दै आएर मलाई प्रलोभन देखाउनु भएको भनेर भनेका छन् कर्मचारीले। त्यसो भएको हो के भएको? यो त गलत हो सर। म आफै पीडित मान्छे, यत्रो 6 वर्ष केस लडेर म पासमा पैसा नहुने, सपट्टि गरेर हिँड्ने स्थितिको मान्छेले चाहिँ कसरी प्रलोभन देखाए सर? मैले यो सबै गलत हो। सुरुमा तपाईँले प्रस्ताव गर्नुभएको होइन? हजुर होइन, मसँग पुरै डकुमेन्ट पुरा छ। म कसरी त्यही माथि पीडित, कसरी मैले चाहिँ उहाँहरूलाई प्रलोभन देखाउने सर? मसँग त्यस्तो क्षमता पनि छैन र पासमा पैसा पनि छैन। यो सबै तपाईँलाई चाहिँ यो काम बन्दैन जस्तो लागेको थियो, बन्दैन भनेपछि यसलाई पक्कै पनि घुस खुवाउनुपर्छ होला, घुस दिन्छु भनेपछि काम गर्छन् होला भन्ने लागेको थियो तपाईँलाई? होइन सर, मेरो डकुमेन्ट सबै पुरा थियो, मेरो जिल्लादेखि उच्चसम्म सबै नाता कायम भएर आएको थियो। अनि उहाँहरूले चाहिँ मलाई चाहिँ सुरुमा चाहिँ त्यही मुचुल्काको 5वटा नागरिकता लिएर आउनु भनिसकेपछि चाहिँ त्यसपछिबाट चाहिँ कुरा यो मेरो जन्म दर्ता गर्नु रोकिएको, मेरो पुरै डकुमेन्ट पुरा थियो। तपाईँले त्यो मुचुल्का बनाउँदाखेरि 5 जना चाहिँ
त्यो एउटै किसिमका मान्छेहरू भए एउटै परिवारका मान्छेहरू ल्याउनु भएको छ आफ्नो टोलका पनि मान्छे नभइकन कहाँ हो कहाँ अन्यत्रका मान्छेहरू ल्याउनु भएको छ भन्नुभएको थियो त्यस्तो भएको थियो उहाँले चाहिँ सुरुमा चाहिँ नदीपुर 3 को चाहिँ यो वडाको चाहिँ जताको भए नि हुन्छ ओरिजिनल नागरिकता भएको पुरानो बासिन्दाको चाहिँ जसको भए नि हुन्छ ल्याउनु 5वटा मुचुल्का उठाएर ल्याउनु नागरिकता भन्नुभएको थियो र मैले त्यही लगेको हो सर 3 नम्बर वडाको जुनको जतापट्टिको ल्याए पनि हुन्छ भन्नुभएको थियो हजुर त्यही भन्नुभएको थियो अहिले चाहिँ जतापट्टि ल्याएकोले भएन त्यो टोलको त एउटा मान्छे पनि रहन्छन् टोलकै मान्छे रहन्छन् अन्य अन्य ठाउँका मान्छे रहेछन् भनेछन् के होला त यो सुरुमा चाहिँ हुन्छ भन्नुभयो राख्नुभयो 5वटा नागरिकता पनि राख्नुभयो अनि पछि यही लेनदेनको कुरामा चाहिँ नमिलेपछि उहाँले चाहिँ बाहना बनाउन थाल्नुभयो तपाईँहरू स्वयं जानुभएको थियो त्यतिखेर उसले त्यतिखेर भन्नुपर्ने हो तर अहिले यत्रो दिनपछि सोचेर बुझेर कतै गएर बुझेर आएर यो बेलामा चाहिँ आएर चाहिँ किन भन्नुहुन्छ भन्ने भए त पहिले नै तपाईँहरूको अगाडि त्यो वडामा थियो त्यतिखेर भन्नु सक्नुहुन्थ्यो होला नि वडा सचिव अर्थात् कर्मचारीको विषय महानगरपालिकाको विभागीय प्रमुखको हिसाबले प्रमुख प्रशासकीय अधिकृत हाकिम साहबको हुने हुनाले यस विषयमा ध्यानाकर्षण गराउन जानकारी गराउन र जवाफ लिन हामी पोखरा महानगरपालिकाका हाकिमसँग भेट्नको लागि 2 पटक महानगरपालिकामा गयौँ 2 पटक फोन गऱ्यौँ फोन गरेर यो विषयमा 3 नम्बरको यो 3 लाखको काण्डमा तपाईँलाई जानकारी गराउनु छ ध्यानाकर्षण गराउनु छ भनेर भन्यौँ त्यसपछि उनले फोन उठाएनन् भनेपछि महानगरपालिकाका हाकिम साहबलाई विभागीय प्रमुखलाई कर्मचारीले के गरिरहेका छन् भन्ने विषयमा जिम्मेवार मिडिया जानकारी गराउनको लागि जाँदाखेरि उनीसँग समय छैन उनलाई भेटिँदैन नभेट्न सकिन्छ कार्यालयमा हुनुपर्छ सधैँ भइरहनुपर्छ भन्ने कुरा होइन तर फोन रिसिभ हुँदैन न त तपाईँले 3 लाखको कुरा गर्नुभएको थियो घुसको कुरा गर्नुभएको थियो त्यो के हो उनी हामीलाई खोज्दै आउनुपर्ने थियो तर हामीले खोज्दै जाँदाखेरि समेत उनी सुन्न समेत चाहँदैनन् बाँकी अनुसन्धान गर्ने निकायहरू छन् यो देशमा अनुसन्धान गर्ने निकायहरूले यो प्रकरणमा अनुसन्धान गर्दा कहाँ उपस्थित हुनुपर्छ कहिले उपस्थित हुनुपर्दछ के उपलब्ध गराउनु पर्दछ ती सबै उपलब्ध गराउन तयार हुने गरी आजको कार्यक्रमको बिट मार्ने अनुमति चाहन्छु गण्डकी छड्के विथ अपिल त्रिपाठी आजको लागि यति नै अबको हाम्रो अर्को हप्ताको कार्यक्रम हेर्न नभुल्नुहोला पब्लिक टेलिभिजन हेर्दै गर्नुहोस् म लगायत सम्पूर्ण टिमलाई बिदा दिनुहोस् नमस्कार गण्डकी छड्के विथ अपिल त्रिपाठीको साथमा मेरो विश्वास सधैँ नेपाल फर्निचर ढुक्क वर्षौंलाई सस्तो र भरपर्दो सेवाको लागि सधैँ र सदैवको लागि अष्टाङ्ग आयुर्वेद हस्पिटल